आज मैले तपाईँसँग गर्ने अन्तर्वार्ता चाहिँ विशुद्ध शैक्षिक ज्ञानसँग सम्बन्धित हुनेछ र सर्वप्रथम तपाईँलाई मैले यो अन्तर्वार्ता गर्नुभन्दा अगाडि हजुर मलाई भन्न मन लागेको कुरा चाहिँ तपाईँसँग मैले हिजो भेट भएको हजुर हजुर छापेली बजारबाट तल आउने क्रममा तपाईँसँग भेट भयो र तपाईँसँग यहाँ बाटो पनि ओडी परेको भएर तपाईँकै घर हुँदै जाने बाटो भएर तपाईँसँग आउँदै गर्दा ठुलो पानी पऱ्यो बाटोमा र तपाईँको घरमा बास बसेँ हजुर र तपाईँले यति राम्रो सम्मान दिनुभयो मलाई होइन हजुर राख्नुभयो खाना खुवाउनु भयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद हजुर धन्यवाद है हुन्छ ओके सर मेरो उद्देश्य भनेको चाहिँ यो गाउँमा यो बागमती गाउँपालिका वडा नम्बर 5 यो गाउँको नाम चाहिँ बेतिनी हो हजुर बेतिनी यो बेतिनीमा लगायत 5 खण्ड बेतिनी कुलो लगायत यो ठाउँमा चाहिँ यहाँको मान्छेहरू आफ्नो आय आर्जनको लागि यहाँको फ्यामिली चाहिँ विदेशमा जानुभएको छ त्यो उहाँ विदेशमा गएपछि उहाँले पठाएको पैसाबाट यहाँको तपाईँको घर परिवारमा कतिको प्रभाव परेको छ तपाईँको शैक्षिक क्षेत्रमा तपाईँको शिक्षामा तपाईँको समग्र जीवनस्तरमा के सुधार भएको छ त्यसको बारेमा तपाईँलाई म केही प्रश्नहरू जिज्ञासा राख्छु होइन त्यसको तपाईँले उत्तर दिनुपर्ने हुन्छ तपाईँले हजुर सुरु गर्नु है हुन्छ पहिला सुरुमा तपाईँको परिचय दिनुहोस् न मेरो चन्द्रबहादुर जिम्बा हो सर चन्द्रबहादुर जिम्बा बेतिनी टोल इडोल गाविस वडा नम्बर पहिलाको 4 थियो अहिले चाहिँ बागमती गाउँपालिका 5 तपाईँको परिवारमा हाल अहिले कमाउन विदेशमा जानुभएको को हो मेरो परिवार हो सर उहाँ कुन देशमा जानुभएको कुवेतमा सर उहाँ जानुभएको कति समय भयो 7 महिना भयो सर 7 महिना भयो हजुर उहाँको अनुपस्थिति उहाँ त विदेशमा हुनुहुन्छ हजुर उहाँको अनुपस्थितिमा तपाईँलाई यहाँको घरको काममा चाहिँ केही त्यस्तो असर प्रभाव परेको छ असर त त्यति यताउति छैन सर खेती किसान गर्दाखेरि अलिकति आफै खट्नुपर्ने भएको छ भनेको आफ्नो खेती किसानीमा चाहिँ अलिकति आफै खटेर गर्नुपर्ने छ तपाईँले आफ्नो खेती किसान गर्नु पनि कोही मान्छे लाउनु पर्ने स्थिति छ कि आफै सक्नुहुन्छ तपाईँ म आफै सक्छु सर आय स्रोतको लागि तपाईँको फ्यामिली मेम्बर्ससँग तपाईँको परिवार चाहिँ विदेशमा हुनुहुन्छ कुवेतमा हुनुहुन्छ तपाईँ यहाँ चाहिँ के काम गर्नुहुन्छ आफ्नो आय स्रोतको लागि यहाँ चाहिँ म चाहिँ बस्तु पाल्छु सर 3टा गाई भैँसी छ म यसो टनला सनेला खेती लाउँछु म तरकारीहरू लगाउँछु आलु लगाउँछु प्याजको सिसमको बेलामा प्याज लगाउँछु आलुको सिसमको बेला आलु लगाउँछु म अनि यस्तो गोलबेडाको सिसममा गोलबेडाहरू लगाउँछु अनि मकैको सिसममा मकै लगाउँछु सर समग्रमा सानो व्यापार पनि गर्नुहुन्छ तपाईँ हजुर म गर्छु सर अनि तपाईँको घरमा यहाँ बस्दाखेरि हजुर मैले चाहिँ मौरी पालन पनि गरेको देखेँ हजुर सर म मौरी पालन पनि गर्छु अनि यसको बारेमा अलिकति बताइदिनु न तपाईँले कसरी सिक्नुभयो मौरी पालन सम्बन्धी होइन हजुर अनि यो कसरी तपाईँले सुरु गर्नुभयो मैले मौरी तालिम हाम्रै वडामा तालिमको लागि आउनु भएको छ सर वडामा तालिममा आउँदाखेरि मैले चाहिँ 3 दिनको लागि तालिम दिनुभएको थियो उता एउटा काठमाडौँबाट आउट सर आउनु भएर मैले 3 दिन सिक्दाखेरि मौरीको विषयमा चाहिँ मौरी खेल्दाखेरि कसरी खेलाउने मौरीको अब घार ठुलो अब उसको घारै बथान भयो धेरै भयो अब एउटा रानु छ भने 24 घण्टाभित्रमा रानु कसरी बन्छ कसरी बनाउने हो त्यसलाई घार हामीले त्यो धेरै परिवार भएकोलाई कसरी छुटाउने भनेको सबै सरले सिकाउनु भएर मैले सबै सिकेको छु सर त्यसले तपाईँलाई आय स्रोतमा कतिको टेवा पुगेको छ हजुर सर त्यसले आय स्रोत हुन्छ नि तपाईँको आय आर्जनमा हजुर कतिको सहयोग गरेको छ मौरी मैले उहाँहरूलाई चाहिँ त्यो मौरीहरूलाई चाहिँ सर यो असार साउनको बेलामा चाहिँ अन्तिम महिनामा चाहिँ उसलाई चाहिँ खाने चिज छैन भने म चाहिँ उसलाई चाहिँ गुलियो चिजहरू अथवा चिनी भनौँ सर होइन त्यस्तो तरिकाले मैले उहाँलाई चाहिँ ठिक्क मिलाएर घोलेर उहाँहरूलाई चाहिँ खानको लागि चाहिँ ठिक्क मिलाएर राखेको हुन्छ सर जस्तै व्यापारको रूपमा हुन्छ नि आय आर्जनको रूपमा कति कमाउनुहुन्छ तपाईँले त्यसबाट कतिको लाभ पाउनु भएको छ मैले एउटा अहिले मसँग 6वटा घर छ सर
6वटा घरमा मैले कमसेकम पनि उहाँले यसो मह पार्दाखेरि उहाँले कमसेकम पनि सिस्टमको बेलामा चाहिँ 7-8 महिना जति चाहिँ घट्टीमा 7-8 महिना चाहिँ उसको एउटा बक्सबाट मह निकाल्छ सर। घट्टीमा 8 महिना 8 महिना सर। हजुर लगभग 4 किलो 4 किलो सर। हजुर म त्यस्तै गरेर अनि अहिले 6वटा छ त्यस्तै तरिकाले मिलाएर सर। अनि त्यो टाइममा अब त्यसलाई किराले असर पार्छ, त्यसले कमिलोले असर पार्छ सर। अन्त त्यो टाइममा म चेक गरिराख्छु। अनि कुनै त्यो चिजलाई चाहिँ कुनैले असर गर्छ, कुनैमा उसलाई पनि रोग लाग्छ सर। उसलाई रोग लाग्छ, कुनै उठ्ने बेलामा चाहिँ उसलाई पनि कुनै नउठ्ने सक्ने रोग लाग्छ सर। त्यसको पहाडामा पनि अब पहाडा पनि चल्न नसक्ने हुन्छ। त्यो बेलामा चाहिँ हामीले रोग लाग्यो भने चाहिँ उसलाई चाहिँ 1-2वटा तल भुइँमा झरिसकेपछि हामीलाई थाहा पाइरहेको हुन्छ कि सर। उसलाई चाहिँ योलाई रोग लागेछ भनेर चाहिँ हामीले थाहा पाउँछौँ। अनि त्यो बेलामा चाहिँ हामीले त्यसलाई रोग लागेको दबाईहरू हामीले चाहिँ उसलाई चाहिँ छुट्टै हाम्रो बजारमा गएर पसलमा गएर हामी ल्याउँछौँ सर। अनि तपाईँले एउटा घरबाट हुन्छ नि, घरबाट 4 किलो भन्नुभयो नि। हजुर। भने 6वटाबाट 6 24 किलो भयो होइन? 24 किलो। त्यो 24 किलो चाहिँ कति समयमा उत्पादन हुने? कति समय लाग्छ फेरि? तपाईँको 3 महिना 4 महिना 6 महिना भनौँ सर। 6 महिनामा 24 किलो। हजुर। 1 वर्षमा 48 किलो होइन? हजुर। अनि त्यो तपाईँले त्यसको मार्केट पाउनु भएको छ बजार? मैले मार्केट पाएको छैन सर, तर मैले अर्डरको उता काठमाडौँबाट अर्डर गर्नुहुन्छ। अर्डर गरेको अनुसारले मैले यहाँबाटै घरबाट पठाउनुहुन्छ, पठाइदिने भएको छ मैले उहाँहरूलाई। तपाईँले त्यसको कमाइमा एभरेज कति, जस्तो 1 लिटर बराबर कति तपाईँको मुनाफा पाउनुहुन्छ? त्यसको मूल्यबाट मूल्य पैसा कति पाउनुहुन्छ? पैसा मैले अहिले चाहिँ मानाको चाहिँ कसरी बेचिरहेको छ भने हाम्रो अब यहाँकै लोकल हो, दानासाना केही दिएको होइन, आफ्नै फलफुलको बनाएको भएर मैले चाहिँ कमसेकम पनि एक मानाको 1000 रुपियाँ लिने गरेको हुन्छ। हजुर। त्यसमा तपाईँले लागत लागेको छ? हजुर सर। त्यो लागत पनि कति लाग्छ? लागत हुन्छ नि तपाईँको लागत भनेको मैले लगानी चाहिँ सर मेरो एउटा बक्सा किन्दाखेरि 35 चाहिँ 4000 पर्छ सर। त्यो चाहिँ पहिलोचोटिको लगानी भयो। हजुर। त्यसपछिको खर्च पनि त्यसलाई मेन्टेन खर्च हुन्छ नि। हजुर। उत्पादन गर्न लाग्ने खर्च त्यस्तो केही हुन्छ? हजुर। तपाईँको श्रम बाहेक अरू हजुर। एक्स्ट्रा केही? हजुर। उत्पादन गर्दाखेरि सर अलिकति उनीहरूलाई पनि खाने चिजहरूदेखि विभिन्न किसिमदेखि ठाउँ मिलाउनु पर्ने हुन्छ। उसलाई छुट्याएर राख्दाखेरि पनि हामीले 24 घन्टासम्म उसलाई थुनेर राख्दाखेरि पनि उसलाई भित्रै खाने चिज राखेर मात्रै हामीले त्यसो गर्नुपर्छ सर। भनेपछि तपाईँको खर्च पनि हुन्छ होइन? हजुर। खर्च पनि हुन्छ सर। अब तपाईँले त्यसमा मानामा 1000 रुपियाँ भन्नुभयो नि कमाएको नि, हजुर। त्यसमा खर्च चाहिँ कति हुन्छ? खर्च हाम्रो कति लाग्छ भने तल सर उसलाई चाहिँ असार साउनको बेलामा चाहिँ सर उसलाई हप्तामा 1 टाइम चाहिँ हामीले 1/4 चिनी चाहिँ हामीले घोलेरै राख्नुपर्छ। अनि हप्ता 1 महिनामा 3 हप्ता हुन्छ भने पहिला 4 हप्ता कहिले 3 हप्ता हुन्छ होइन। त्यो हुँदाखेरि हामीले 1 हप्तामा चाहिँ जसरी पनि प्रायः जस्तै राख्नुपर्छ घोलेर सर। 2 महिना चाहिँ अघेरी महिने भनेको चाहिँ असार र साउन हो सर। त्यो 2 महिना चाहिँ हामीले उसलाई जोगाउनै पर्छ। यो काम तपाईँ आफै एक्लैले गर्नुहुन्छ? सक्नुहुन्छ सर। म तपाईँ एक्लै गर्नु भइरहेछ? हजुर। हजुर सर। कोही मान्छे लगाउनु पर्दैन? लगाएको छैन सर अचम्म। अनि तपाईँले गाई पनि पाल्नु भएको छ? हजुर। मैले 3टा गाई पनि पालेको सर। मैले खेती किसानी पनि गरेको छ। प्याज पनि रोप्छु सर म, आलु पनि मैले रोपिरहेकै हो सर होइन। तर गोलबाट लगाएको छ। अब टनेलाई त यही हो सर, अब टनेलाई लगाइरहेकै छ होइन। तर म चाहिँ के भन्दाखेरि म दुध पुऱ्याउन म हिँडिरहेको छ। दुध दुहेर चाहिँ म डेरीमा पुऱ्याउँछु। तर कुनै बाटो समस्या भयो भने सर म आफ्नो मेन छपेली नपुग्यो भने झारडाँडासम्म गएर म पुऱ्याएर छाडेकै हुन्छ सर। म तर घरको परिवार नभए पनि मेरो छोरा 2टा छ, पढ्न हिँड्छ सर होइन। त्यो भएको कारण गरेर म एक्लैले काम गरेर पनि म भ्याउँछु सर। मैले छपेलीमा हिजो मात्रै तपाईँलाई भेट्दाखेरि सर म छपेलीमा दुध पुऱ्याएर आएँ सर। तर गाडीको कारणले गर्दाखेरि मैले बोकेर गएको दुध हिजो सर जमेर त्यतिकै फाल्यो। मैले डेरीमा पुऱ्याउनु त पुऱ्याएँ सर, डेरीमा पुऱ्याएर मैले फालिदियो। अब त्यो बिक्री गर्न पाउनु भयो? बिक्री गर्न सकेन सर। अब लिएर जाँदा जमिसकेपछि त अब हाम्रो दुध तर्लाहरूले पनि लिनुहुन्न। तपाईँको दुध जमिसकेछ भनेदेखि हामीले पनि कसरी लिने भन्ने कुरो हुन्छ। हामीले पनि यहाँ बोकेर जाँदा अब गर्मी हुन्छ, हिजोको गर्मी बेला छ। गर्मीको बेला पनि हामीले अब लिएर जाँदा हामीलाई पनि थकाइ लागेको हुन्छ। थकाइ लाग्दाखेरि लिएर जाँदा गर्दाखेरि ऊ बिच बाटोमा चाहिँ
दुध तातो भएर जम्यो सर। जमेपछि अब त्यहाँ नै फालेर हिँड्नु पर्ने भयो सर। अब एकपट्टि हाम्रो दिनको मिहिनेत पनि छैन सर, एकपट्टि हाम्रो दुधको कमाइ पनि अब त्यसरी फाल्नु पऱ्यो भने हामीलाई त धेरै त्यसमा चाहिँ घाटा भयो सर, घाटा नै छ। तपाईँको हिजो लस भयो त्यसको है? हजुर सर, तपाईँलाई घाटा भयो। हजुर सर, ओके, अब तपाईँले गाई भन्नुभयो नि, गाई पाल्नु 3टा गाई पाल्नु भएको छ हजुर भन्नुभयो। सर। त्यसको चाहिँ के छ उत्पाद, त्यसको चाहिँ आय आर्जन कसरी गर्नुहुन्छ गाईबाट चाहिँ? गाई भैँसीको चाहिँ म घाँस सास काट्छु सर है। घाँस सास काटेर चाहिँ उसलाई टन्न आगाउने पार्छु, उसलाई दाना खुवाउँछु, ढोटो खुवाउँछु, पिठो खुवाउँछु सर होइन। ट्याममा मिलाएर खुवाउनु पऱ्यो, ट्याममा घाँस दिनु पऱ्यो, उसलाई पनि जिउ पनि उसको पनि रसिलो बनाउनु पऱ्यो। हामीले पनि अब दुध दुहुन जाँदाखेरि पनि त्यो गाईको लातेले पनि हान्न सक्दैन, ऊ गाई पनि कराउँदैन है। त्यही हामीलाई जस्तो भोक लाग्छ उहाँलाई पनि त्यसरी मिलाएर काम गर्न सक्यो भन्दाखेरि त हामीलाई पनि फाइदा हो सर। हामीले पनि उहाँलाई चाहिँ फाइदाको मिहिनेत हामीले पनि दुध अलिकति मिलाएर लिन सक्नुहुन्छ सर। तपाईँको यो दुध बेच्ने ठाउँ नजिकै छ? मेरो दुध बेच्ने नजिक चाहिँ अलिक टाढा छ सर। म यो बेतिनीबाट चाहिँ मैले चिला गाउँसम्म लानुपर्छ सर। हजुर, हाम्रो चिला खोला झरना हाम्रो चिला खोलाबाट काटेर झरनासम्म पुग्छ। झरनाबाट चाहिँ अलिकति हजुर झरना, हजुर चिला खोला झरना, के नाम हो त्यो झरनाको नाम? गौरी झरना हो गौरी सर। झरना। चिला खोला गौरी झरना हो सर। हजुर हजुर। त्यो ठाउँबाट पनि 10 मिनट लाग्छ सर त्यो दुध दिएर पुग्नलाई, चिला गाउँमा पुग्नलाई सर। हजुर हजुर अनि यहाँबाट चाहिँ मापचण्ड नजिक हुन्छ सर। हजुर त्यो चिला गाउँमा जानलाई चाहिँ तिर्सो त मर्डरबाट त तिर्सो त हो सर, हजुर। तर तिर्सो भए पनि टाइम चाहिँ लाग्छ सर। ओके, अनि तपाईँले दुध पनि बेच्नुहुन्छ है? हजुर, म दुध पनि बेच्छु। तपाईँको दैनिक हुन्छ नि, दैनिक दुध चाहिँ हजुर, कति लानुहुन्छ बेच्नको लागि? मैले आफूलाई खानालाई 1 लिटर जति राखेर सर मैले 11 लिटर लान्छ सर। बेच्न जम्मा 12 लिटर हुन्छ। हुन्छ? हजुर हजुर। 1 लिटर मेरो छोरा र हामी बाउ छोरा 3 जना मात्रै त हुनुहुन्छ सर। हजुर अनि छोरा 2टा स्कुलले जाँदाखेरि उसलाई राख्नै पऱ्यो, हजुर। छोरा 2टालाई राख्नै पऱ्यो। आफूलाई पनि कुनै बेलामा समस्या तरकारी सरकारी पकाउनु नसक्ने बेलामा आफू पनि त्यो दुधै खाएर हिँड्नु हो सर। तरकारी दुधै बनाएर खाएर हिँड्नुपर्ने हुन्छ सर। अनि त्यो दुध हुन्छ नि 11 लिटर लानुहुन्छ नि, हजुर सर। त्यसको के छ पैसाको हुन्छ आम्दानी कति राम्रो छ? आम्दानी त उही त हो सर, अब लिटरको हिसाब हुन्छ। हजुर लिटरको कसरी हुन्छ भने तपाईँको अब फाइडको हिसाबले हुन्छ। फाइड अब हाम्रो 10 लिटरको फाइड कसरी पर्छ भने सर, आफ्नो 4 फाइड चाहिँ अब गाईको त्यति बढ्दैन, अब गाईको त्यतिको फाइड पर्दैन सर। अब गाईको फाइड नपरेको हिसाबले अब 3-4सम्म आउँछ सर फाइड चाहिँ। 10 लिटरको 4 फाइड आयो भने त्यहाँबाट इन्डु गरेर अब 15-5 फाइड गर्दाखेरि त्यहाँबाट हिसाब गर्दै निस्किने हो नि सर। भनेपछि तपाईँको फ्याटको हिसाबमा पैसा आउने भयो? हजुर सर, फाइडको हिसाबले हो सर। कति लिटर दुध, त्यसको फ्याट, हजुर सर। अनि त्यसको प्रति फ्याटको चाहिँ 15 रुपियाँ होइन? हजुर 15 रुपियाँ 0.5 पैसा। हजुर 15-5 पैसा हो सर। त्यसरी फाइडबाट निकालेर आउने हो अनि सर। तपाईँले जुन 11 लिटर भन्नुभयो नि, हजुर, त्यो तपाईँको 12 महिनासम्म 11 लिटर दिन्छ दिन्छ होला त? अलि कम, अलि घाँस खोले खाएन भनेदेखि अब ऊ पनि छिटो हुँदै जान्छ नि। अलिक छिपेर गाई पनि अब ब्याएको छिपेर गइसकेपछि उसको पनि दुध कम हुँदै जान्छ सर। जस्तै वर्षमा एभरेज हुन्छ नि, हजुर सर। औसतमा चाहिँ कति जति लिटर हुन्छ होला दैनिक बेच्नुपर्ने? फर्स्टमा सर। त 1 वर्ष हुन्छ नि, हजुर, अहिले त तपाईँको 11 लिटर छ होइन? हजुर सर। अब फेरि गाई थाक्ला होइन? हजुर सर। अनि त्यो थाक्यो भने चाहिँ त्यो फेरि शून्यमै झर्छ? त्यो गाई थाक्यो भने सर फेरि त्यो गाईलाई चाहिँ अब बहर लगाएर हुन्छ कि यही गरेर हुन्छ कि होइन सर। त्यो गर्दा पनि भएन भने हामीले त्यो गाईलाई बेचेर अर्को लैनो गाई किन्छौँ सर, लैनो गाई किन्ने गरेर सर। अब त्यसलाई चाहिँ यही गर्दा पनि नहुने सर। अब बहर खोटा भने बहरै लगाएर चाहिँ हु भएन नै भने, नत्र भने हामी बहर सर लगाएर पनि हुन्छ कि हामी अब यही गरेर हुन्छ हामी त्यसलाई फेरि ब्याउने नै पारेर हामी यसरी दुध गरेर बेचिदिने हो सर। अब हेर्नु है, विगत 1 वर्ष, हजुर, आज कति हो? आज 22 गते होला सर। आज 22 गते हो? 22 गते। आज 22 गते विगत 1 वर्ष हुन्छ नि, आज 2083 को 22, हजुर, 2082 को 22 देखि 2083 को 22सम्म, आज असार 22सम्म चाहिँ सबभन्दा धेरै लिटर कति बेच्नुभयो? सबभन्दा थोरै कति बेच्नुभयो? मैले धेरैमा चाहिँ मैले 22 लिटरसम्म बेचेँ सर। एक दिनमा? एक दिनमा 22 लिटर सर। बिहान बेलुकाको दुध जमाएर भोलिपल्ट लाँदाखेरि
लिटरसम्म बेच्यो सर। अनि थोरैमा थोरैमा मैले 10 लिटरसम्म बेच्छु सर। अहिले चाहिँ छिटो भएर पनि 10 लिटर घटेर आएको छ सर होइन। तर त्यो 3टा गाईमा एउटा चाहिँ ब्याउने भएर मैले थोरै अब अमिलो के अरे नुनिलो भयो सर होइन दुध चाहिँ, त्यो भएको कारणले मैले त्यो ब्याउने गाईको चाहिँ छोडिदिएँ, दुध दुहेन। अनि अर्को चाहिँ भर्खर अब भर्खर चाहिँ जान्ने भइयो होइन, त्यो पनि 2टा गाई चाहिँ ब्याउने नै भइयो। अहिले एउटाको चाहिँ त्यो एउटाको चाहिँ अलिअलि दुध दुइदिएको छ, अहिले चाहिँ त्यो लैनीको चाहिँ गर्दाखेरि 1 लिटर आफूलाई खाने राखेर सर 11 लिटर बेच्छु। अनि तपाईँको जुन आय आर्जन गर्ने जुन भन्नुभयो नि तपाईँले गर्नु भने तपाईँले गर्नुभएको कर्म चाहिँ हजुर त्यो बाहेक जस्तो गाई पाल्ने बाहेक होइन, हजुर। मौरी पालन बाहेक हजुर अनि खेती किसान पनि छ होइन, हजुर। त्यो बाहेक चाहिँ अरू पनि आय स्रोत तपाईँको अरू पनि केही छ? मेरो अब चाहिँ के गर्नुपर्छ भने सर मैले पैसा कमाउन हजुर हजुर अब अर्कै आइडिया होइन, हाम्रो पाहुनाहरू आउनुहुन्छ, यस्तो सुस्त ठाउँ बनाउने, यसरी नभएको चिजहरूलाई हामीले बनाएर देखाउने। अब यो सधैँ अब बाउबाजेको मुख हेरेर त भएन, त्यो हामीले नौलो चिजहरू कसरी हुन्छ के गरेर हुन्छ हामी त्यो सिस्टमले दिमाग चालु भएर गएर लगाउनु पर्छ। अब मैले विदेशबाट आएर सर म पनि विदेश गएर फर्केर आएको हो सर। मैले विदेशमा जाँदाखेरि मैले कमाउन सकेन हेर्नुहोस् सर। अब मैले ल विदेशमा 4 घन्टा 8 घन्टा खटेर काम गर्दाखेरि म आफ्नै ठाउँमा गएर म 4 घन्टा खटेर गर्दाखेरि बराबर लेभलमा म जसरी पनि म निकाल्छु नै भनेर खट्दाखेरि सर मैले होइन, हाम्रो झरना चिलाखोला झरनाबाट यताबाट मैले बुङ्गुर फार्म राखेँ सर होइन। अहिले पनि छ? अहिले पनि छ सर मेरो, अहिले पनि सञ्चालनमा छ? अहिले पनि छ। तर बुङ्गुर चाहिँ मैले आफ्नो परिवार अलिकति कम भयो, विदेश पनि जानु भयो भनेर चाहिँ मैले अहिले कमाइहालेको छ सर। तपाईँको परिवार विदेश गएको भएर मैले अलिक कमाइहालेको छ सर। अनि म कमाइहालेको छ सर। अहिले यता पनि भइसि उता पनि बुङ्गुर भएको भएर मैले बुङ्गुर चाहिँ अलिकति कमाइहालेको छ सर। अब धेरै अब 5वटा भन्दा त सकेन सर होइन। यताउति गरेर गर्दाखेरि अलिकति मैले यहाँ पसल राखेको थिएँ, पसलमा चाहिँ मान्छेहरू 24 घन्टा आएर नि 24 घन्टा भइरहने होइन सर। त्यो भएको कारणले गर्दा पसल चाहिँ मैले छोड्यो। तर माछा पोखरीमा चाहिँ मैले माछा त हालिराखै हुन्छ सर। तर माछा पोखरी र मेरो बुङ्गुर होइन, अहिले त माछा मैले देखिनँ, अहिले त मैले त्यहाँ देखिनँ माछा। हजुर अहिले तपाईँले के गर्नु भएको छैन, छोड्नु भएको? होइन, माछा म हालिरहेको हुन्छ। अब जानलाई सिस्टम भइसकेको छ सर, जान पाएको छैन। घरबाट जानलाई पनि अलिकति एउटा आफ्नो परिवारको नभएपछि अलिकति 1-2 जना मान्छे राखेर मेरो बस्नु भएकोहरूलाई पनि यसो घाँस हालिदिनु, यताउति गरिदिनु 1 दिनको लागि। तपाईँहरूलाई भ्याइदिने गरिदिनु, नभ्याए म तपाईँहरूलाई ज्याला पनि दिन्छु, म यो फलान ठाउँमा गएर आउनुपर्छ भनेर मात्रै जानुपर्छ सर। माछा मेरो अडुर भइसकेको छ सर। तर अडुर भइसकेको सर उताबाट लिएर चाहिँ आउन सकेन, यो बाटोले गर्दाखेरि जान सकेन सर। तपाईँको छ नि यो वर्ष छ नि, यो 1 वर्ष गएको 1 वर्षमा हजुर तपाईँले माछाबाट केही आम्दानी लिनुभएको छ? मैले आम्दानी भनेको माछाबाट चाहिँ मैले हाम्रो पालिकातिर आम्दानी केही लिइनँ। मैले आफ्नै व्यक्तिगत उत्पादन गरेर मैले आफ्नै उसबाट चाहिँ मिहिनेत अनुसारको फल चाहिँ मैले लिएको छु सर। मैले पहिला 7,075वटा माछा हाल्दाखेरि मैले कमसेकम 80-85 हजार लिएको छ सर। अब लिनुभयो है? लिएँ सर। ओके, त्यतिसम्म चाहिँ मैले गरेकै हो सर। तपाईँले यति धेरै कुरा भन्नुभयो होइन? हजुर। समयको कसरी व्यवस्थापन गर्नुहुन्छ तपाईँले? मैले तपाईँको कृषि पनि कति छ भन्नु त यहाँ? तपाईँको खेतीपाती गर्ने कति जग्गामा तपाईँ खेती गर्नुहुन्छ? मेरो आफ्नै जग्गामा होइन सर। आफ्नै जग्गामा मैले खेतीपाती गर्दा मकै लाउनु भएको छ नि? हजुर। अहिले कति जग्गामा लाउनु भएको छ? मैले 2 रोपनी जग्गामा कसरी गरेको छ सर भने मैले टनेला 2टा टनेला हालेर मैले अरू ठाउँमा मकै रोप्यो भने म अरू ठाउँमा प्याज रोपेकै हुन्छ सर। अनि मैले सिस्टमको बेलामा फेरि प्याज भनेको मकैमै प्याज रोप्ने? हजुर, मकै होइन, प्याज रोपिसकेपछि पछाडि मकै छर्ने सर। प्याज निकालिसकेपछि मकै छर्ने हो। अनि त्योभन्दा जग्गामा मकै छ? हजुर। अनि भदौ असौजा लागेपछि सर, असौजा लागेपछि म बाँझो आफ्नो जग्गा बाँझो जोडेर पनि म आलु लगाएको हुन्छु सर। अनि त्यसलाई आलुको सिस्टममा चाहिँ आलु लगाउँछु सर। अनि प्याजको सिस्टममा प्याज लगाउँछु। अनि हाम्रो यो
जेठको सिस्टम जेठदेखि चाहिँ हामीले चाहिँ यो गोलबेडाको बिरुवा चाहिँ हामीले राखेर नै गोलबेडाको चाहिँ उत्पादन गरेको हुन्छ सर। तपाईँले जुन मकै रोप्नु भएको छ नि, हजुर त्यो सर। मकैले तपाईँलाई 12 महिना खान पुग्छ? पुग्दैन सर, किन्नुपर्ने हुन्छ। मकैले पुग्दैन, मेरो किन्नै पर्ने हुन्छ सर। त्यो मकै तपाईँले बेच्नु चाहिँ हुन्न होइन? बेच्दैन सर। गाईबस्तुलाई पनि चाहिन्छ होइन? हजुर, अब कुहिया जति चाहिँ बस्तुहरूलाई नै खाउने हो सर। हजुर हजुर। अलिअलि राम्रो नकुहिनेहरू चाहिँ आफू पनि खाने हो सर। अनि प्याज र आलुको कुरा गर्नु भने हजुर। त्यो तपाईँलाई घरमा पुगेर बेच्नु पनि हुन्छ कि घरको लागि? होइन सर, मेरो कमसेकम पनि 1-2 मुरी आउँछ सर। हजुर प्याज 1-2 मुरी आउँछ हजुर। भनेपछि त्यो गाँठो मात्रै काटेर अलिक सुकुने भएपछि त्यसलाई चाहिँ अलिकति राम्रो ठाउँमा लगाएपछि यताउति लगाएपछि अब व्यवहारको लागि अब बेच्दैौ भन्दाखेरि व्यवहार आउँदैन। अब गाडीको सिस्टममा लैजाऊ काठमाडौँ बेच्न भन्ने पनि गाडीको समस्या यसो बर्खाको यस्तो हुन्छ हाम्रो ठाउँमा। धेरै बिखट भनेको हाम्रो यो इगडोल गाविस नै हो सर। म पनि गाडीमा आउँछु भने हिजोको कुरा हेर्नु है। हजुर। म टिकाभरि के अरे चापा गाउँबाट गाडीमा आउँछु भने आएको माछा खण्डको गाडी नपाएर अनि छप्पीले बजार चाहिँ त्यो फापरबारी जाने गाडीमा चढेँ होइन। यहाँबाट चाहिँ हिँडेर आएको। हजुर। अनि हजुरलाई भेटेको बाटो भेट्यो अनि आइपुग्यो। हजुर सर, म कति पीडित गाडीको छ। चाहिँ समस्या छ। हजुर, म कति पीडित छ हेर्नु न सर। अल मेरो घुँडा एउटा सक्दैन, छिटो जाउँ भने पनि अब यहाँबाट म 7 बजे अब यहाँबाट चाहिँ दुध पुऱ्याउँदा दुध डेरीबाट म दुधले बोकेर गएँ सर। दौडिन्छु, साथीसँग भेट्छु भनेर दौडिन्छु सर। अब तल यहाँबाट चाहिँ ओह्रालो तल यहाँ चिला गाउँबाट ओह्रालो तल कलुन झर्नु पऱ्यो सर। कलुनबाट फेरि माथि भट्टे डाँडा निस्किनु पऱ्यो सर। भट्टे डाँडा पनि फेरि छप्पीले पुग्नु पऱ्यो सर। त्यस्तो तापक्रमले गर्दा पनि मेरो हिजो कति पीडित भयो भने सर, म हिजो त्यहाँबाट मरिमरि कुद्छु, मरिमरि भारी बोक्छु। यसरी जाँदा पसिनाको धारा कपडा सपडा पनि भिजिसक्यो सर होइन। गएर त्यहाँ माथि ठ्याक्क दुध डेरीमा पुगेर दुध अब ल दुध आइपुग्यो भनेर खनाउँदाखेरि त दुध जमिसक्यो सर। अब जमिया दुधलाई पनि मैले यसरी फालेर हिँड्नु पऱ्यो। अब मैले जमेको दुधको चिजहरू बन्छ कि तपाईँको अर्को पनि? हजुर, बनाउनु त्यो दुधको चाहिँ अब के हो सर भनेपछि दुधको अब जमेको दुधलाई चाहिँ अब त्यसको चाहिँ अब जमेको दुधलाई चाहिँ अलिकति चमालेर राख्यो भन्दा त अब घिउ पनि बन्ला, घिउ निस्किन्छ सर। अब त्यसलाई चाहिँ घिउ सिउ यता बन्नको लागि पनि अब उहाँहरूलाई पनि मैले वहीँ त्यसमा छोड्दै ल केही जेसो गरोस् तपाईँहरू। अब मैले बोकेर मरिमरि ल्याइसकेपछि म यस्तो गर्मीमा सक्दिनँ लिएर जान्न पनि। म बढी मलाई जति घाटा भइसक्यो 3-4 हजार बढीमा पनि 4-5 हजार घाटा लाग्यो सर हिजो मलाई होइन। म आफ्नै ज्याला उठ्छ कि भनेर म दुध लिएर गएको मान्छे आफ्नै दुध जसरी नै पुऱ्याउँछु। तपाईँको पनि दुध छ होइन? हजुर, मेरो पनि दुध छ, अरूको साथीभाइको पनि मिलेर चाहिँ बोकिरहेको छ सर होइन। बोकेर जाँदा अब मेरो त बिग्रियो भने मेरो त अब ठिकै छ, आजको दिन गयो त्यो पनि दिन दुध पनि गयो भनेर चाहिँ म त ढुक्क हुन्छ सर। अरूको दुध पनि बोक्दाखेरि अरूको दुध पनि परेको गरेर मलाई चाहिँ 5 हजार जति घाटा भयो सर। हिजो घाटा पनि भयो। अब मरि हिँड्नुपर्छ, पसिनाको धारा गरेर पानी चुया छ। अब घरमा पनि अब परिवार छैनन्, घर घाँस काट्न पुग्नु पऱ्यो, खोले खुवाउन पुग्नु पऱ्यो भनेर म त दौडिन्छु सर। जति दौडे पनि अब टाढाको बाटो त्यही त हो नि सर, मोटर बाटो चल्दैन। धेरै बिखट ठाउँ हो हाम्रो यो इगडोल गाविस। तर हाम्रो वडा अध्यक्षले पनि प्रायः गर्नुहुन्छ यसरी बजेट पारेर यसरी गरौँ, यो बाटोलाई कसरी हुन्छ, कसरी के गरेर हुन्छ भनेर गर्नु भइरहेको छ। तर के गरी यो ठाउँ चाहिँ अलिकति उतारण गर्न चाहिँ सकेको छैन सर। तर बाटोको कुरा गर्दा चाहिँ बाटोको ट्र्याक त खुलेको छ होइन? हजुर। माछा खान जानेसम्म गाडी छ। तर यो विगत छ नि गएको 3 दिन असार 15 भन्नुभएको। हजुर हजुर हजुर। त्यो 3 दिनले गर्दा चाहिँ बाटो खराब भएको होइन र? यो 15 गते असार 15 गतेको बेलुकाको पानीले गर्दाखेरि सर हाम्रो यता त्यो बेतिनी माथिको टर्निङ चाहिँ पुरा सफाइ भएर 15 गतेको रातिको सफा भएर तपाईँकै जग्गामा परेको छ होइन त्यो? मेरो ठुलो भएर मेरो दोसाथमा परेको भएर हजुर। मेरो त्यो माथिल्लो बाटोबाट चाहिँ सबै रुडी बाडी आएपछि ठ्याक्कै मेरो पाखाहरू सबै मेरो जग्गा अलिकति बारी चाहिँ भेट्दैन। अलि मेरो पाखै अब घाँस काट्ने पाखा यताउता सबै लैसकेपछि हामीलाई चाहिँ अलिकति घाँस सास काट्नलाई पनि अलिकति टाढा वनमा जानु पऱ्यो। वनमा पनि भागभाले आउँछ, एक्लै जाँदाखेरि पनि फेरि उ गर्छ। अब मकै पनि छर्यो, मकै पनि छर्दाखेरि अब तपाईँको मकै जब मकैको जुवा मर्न लागिसक्यो भने, जुगा आएर मर्न लागिसक्यो भने त्यो हेरेन भनेदेखि अब हामीले 6 महिना कमाएर चाहिँ 12 वर्ष खानुपर्ने अन्दा मकै चाहिँ एकै मिलियनले गरेर तपाईँको ढिँडो बाँदर पस्यो भनेदेखि
सखाबै बनाउँछ सर यो ठाउँमा हाम्रो बाँदर पनि लाग्छ यहाँ है? बाँदर लाग्छ सर त्यो कहिलेबाट लाग्न थालेको कि यो पहिल्यैदेखि बाँदर लगाएको छ सर 5-6 वर्ष भइसक्यो भयो है? भयो सर 5-6 वर्ष भइसक्यो सर त्यही भएको कारण गर्दा एक्लै छ सर खेती किसान गर्छु नसक्ने होइन म अझैसम्म सक्ने छु भनेर म अझै गरिरहेको छु आफ्नो परिवार विदेश गए पनि म आफ्नो यहीँ खटेर आफ्नो जन्मभूमिमा खटेर उता आफ्नो विदेशमा 8 घन्टा खड्यो भने म आफ्नो जन्ममा आफ्नो जन्म मरुभूमिमा गरेर 4 घन्टा मात्रै खडेर म गर्न सक्छु भनेर चाहिँ म 8 घन्टाको काम म यहीँ नै 4 घन्टा खडेर निकाल्न सक्छु भनेर म हिम्मत छ सर त्यस्तै गरेर म काम गरिरहेको छु तर चाहिँ मकै यो छेउछेउमा चाहिँ मकै छर्छु सर होइन अलि आफ्नो टनेल हाल्ने ठाउँमा चाहिँ टनेल हालेर अलि छेउछेउमा गर्दाखेरि तपाईँको ढेँडो बाँदरले एकैछिनमा पछि चाहिँ 1 मिनटमा त्यसले सखाबै पारेर छरिदिन्छ सर अनि तपाईँलाई यो रोपेको मकै पनि बचाउन हाम्रै पर्छ होइन त? हजुर रोपेको मकै पनि हजुर त्यसलाई चाहिँ रोपेको मकैलाई पनि हामीले ल ठिक छ रोपिसक्यो अब यो मकै रोप्यो अब यो मकै बढिसकेपछि अब यो छिपेपछि हामी खाउँछु भनेर चाहिँ एउटा आश भएको हुन्छ तर हामीले त्यसलाई चाहिँ मकैलाई चाहिँ कुरेन भने चाहिँ सर एकछिन मात्रै आँखा दायाँ बायाँ गयो भनेदेखि हामी कतै दायाँ बायाँ अथवा केही यताउति पऱ्यो भनेदेखि खान सकाउनु हामी बाउ छोरामा चाहिँ कस्तो गर्छौँ भने सर यो मकै कुर्नका लागि छोराहरूलाई म यताउति दुध पुऱ्याउन जानु पऱ्यो भने उज्यालो हुँदाखेरि म छोराहरूलाई चाहिँ त्यहाँ मकै छेउमा राखेको हुन्छु ल बस्ते छोराहरू म यताउति धन्दा सकेपछि तिमीहरूलाई म खाना बनाइदिन्छु अनि तपाईँहरू स्कुल जान्छौ अनि म आफ्नो धन्दामा लाग्छु तर मैले अनि मकै बारीमा म गएर हेर्न पाउँछ छोरा अनि ढेँडोले मकै खान पाउँदैन भनेर म त्यस्तै छोराहरूलाई म त्यस्तै सम्झाएर चाहिँ म पनि काम गर्छु छोराहरूलाई पनि गरिदिन्छ सर यो छ नि यो मकै छ नि मकै त्यो मकैमा अहिले त्यो घुवा लागेको छ नि त घुवा लागेको छ नि हजुर सर खास बाँदर चाहिँ कुन टाइममा आउने हो? बाँदर लाग्ने भनेको चाहिँ बिहान एक फेरि तर्ने बेला हो सर होइन मान्छे नहुँदाखेरि बिहान आउँछ ऊ हजुर मान्छे नहुने बेला सुनसान भएको बेलामा चाहिँ ऊ आएर पसिहाल्छ फेरि दिउँसो भन्नाले पनि तपाईँको 3-4 बजे आएर बेलुकातिर साइडमा होइन धेरै राति पनि होइन अलिकति टाइम मिलाएर 4-5 बजे आएर थाहा नै नपाउने गरेर आएर पसिदिन्छ सर किन आउँछ है? हजुर अनि त्यसलाई धपाउने त्यो के छ माध्यम कसरी त्यसलाई गर्नुहुन्छ? यो धपाउने भनेको सर अब अहिलेको कुकुरहरू पालेर पनि सड्डा छैन सर अहिलेको कुकुर पाल्छु त म त प्रायः जस्तो म एउटा कुकुर पालेकै हुन्छु सर म पालेकै हुन्छु अब त्यो कुकुर पाल्यो भनेदेखि अहिले चाहिँ मैले त्यो मकैको बोटतिर यताउति गएर एउटा किलो ठोकेर पाले पनि सर त्यो घुक्दाखेरि म त्यहाँ झम्नेर जाने हो सर बाँदर आइसक्यो ल यो कुकुर घुक्यो अब बाँदर आयो भनेर म चाहिँ त्यहाँ बक्क पुगिया हुन्छ कि सर अलिकति कान त मेरो कमजोरी छ अनि कुकुर घुइसकेपछि ल कुकुर घुइसकेपछि पक्का आइसक्यो त्यो बाँदर नै आइसक्यो भनेर जाँदाखेरि त ठ्याक्कै आइरहेकै हुन्छ क्या सर अहिले नयाँ आइएसएस हुन्छ जस्तै बुद्ध चित्र भयो बुद्ध चित्र भयो लोट सल्लाह भन्छ नि हजुर त्यो भयो अनि त्यो फलफुलहरू सुन्तलाहरू भयो यहाँ फल्छ नि हुन्छ हजुर सर हजुर यस्तो बारे केही सोच्नु भएको छ भने यो त्यो बिरुवाकोहरूको लागि चाहिँ मैले सोचेको छु सर अब के भन्दाखेरि आफै अब टाढाको ठाउँ भयो यो किनभने यसले भुइँचाइ पनि त जोगाउँछ नि तपाईँको जमिन पनि त जोगाउँछ हजुर दिनदिनै हुन्छ त्यो वातावरण परिवर्तन गर्दा कहिले धेरै पानी पर्ने कहिले पानी नपर्ने गर्दाखेरि तपाईँको हजुर कति पहिरो जाने खतरा भइरहेछ क्या हजुर रुख रोपिदिनु भयो भने त यो तपाईँको त जमिनको समस्या पनि गर्ने हजुर हजुर त्यसको बारेमा के सोच्नु भएको? चिज किन मैले यहाँ धेरै पहिरो देखेँ कि मैले यो बाटो हजुर आउँदाखेरि हजुर पहिरो भएको ठाउँ देखेँ। हजुर हाम्रो यो ठाउँमा चाहिँ हुने भनेको चाहिँ अब तपाईँको सुन्तला बसर सुन्तला भयो लोड सल्लो भयो अनि कफी कफी अनि कफी पनि अलिकति कफीको चाहिँ वातावरण कम छ सर अब जाडो महिनाको बेलामा चाहिँ यहाँको हाम्रो खोर्सानीको बढी मरिदिन्छ खोर्सानीको त्यो टुसर झर्छ हाम्रो हिउँ झर्छ यो ठाउँमा त्यो बरफ झर्छ होइन त्यसले गर्दाखेरि चाहिँ अलि त्यस्तो बिरुवाहरूलाई चाहिँ समस्या पर्छ त्यो कफी भनेको चाहिँ अलिकति तातो ठाउँमा मात्रै हुने चिज हो सर अलि पारिलो ठाउँमा हुने हो हाम्रो यो ठाउँमा चाहिँ अलिक सेपिले परेछ जस्तै चिला गाउँतिर हुनसक्छ हजुर चिला गाउँ साइडबाट चाहिँ पारिलो हुन्छ सर त्यहाँ हुनसक्छ लागेको हुन्छ सर त्यहाँ पनि कसैले लाउनु भएको पनि छ लगाएको पनि छ सर हाम्रो यहाँ सानचिलाको हरि सरले लगाउनु भएको छ सर हिजो भेटेको थियो नि हरि तिमल सिन्हा हजुर सानचिलाको हरि तिमल सिन्हाले हजुर उहाँले पनि मैले भन्दा पनि उहाँले धेरै मौरी पनि पाल्नु भएको छ अनि त्यसले उहाँले फेरि कफी पनिहरू रोप्नु भएको छ उहाँले सुन्तलाको बोट पनि लगाउनु भएको छ उहाँले काकातीको पनि पुरा बिरुवाहरू गर्नु भएको छ उहाँको पनि यस्तै कारणले गर्दो रहेछ सर
उहाँको पनि अब उहाँको पनि अलिकति वन जङ्गल छेउमा, मेरो पनि वन जङ्गल छेउमा पर्छ सर। अब मकै लाउँदाखेरि एकै बालीमा खाइदिन्छ, कुरेर साध्य हुँदैन सर। अब कतिखेर आएर खाइदिन्छ उनी। अनि उहाँले चाहिँ आफ्नो दिमाग लगाएर उहाँले चाहिँ कस्तो गर्नुभयो भने उहाँले सुन्तला लगाइदिने भयो, काकती लगाइदिने भयो, उहाँले चाहिँ अनि कफी लगाइदिने भयो। अनि उहाँको चाहिँ त्यो ठाउँमा चाहिँ अलिकति लोड चल्लो चाहिँ अलिक कमै हुन्छ होला सर, अलिक तातो ठाउँमा। यो त चिविलो ठाउँ हुनुपर्छ त्यो लोड चल्नको लागि चाहिँ। लोड चल्नको लागि चाहिँ मैले एउटा चाहिँ मेरो उयो पर मैले रोपिरहेको छ सर होइन, त्यो माछा पोखरीको छेउमा हजुर लोड चल्लो रोपिरहेको छ। अनि यताबाट चाहिँ मैले त्यो एउटा कागती भन्ने हाम्रो त्यो तराई साइडमा एउटा कागती भन्ने ठुलो खालको हुन्छ होइन सर, त्यो पनि मैले रोपेको छ। मैले अब यसरी बढ्दै बढ्दै जान्छ भने सर, एक दुईवटा गर्दै गर्दै म त्यसरी जाने हो सर। तपाईँ र म आज बिहान छ नि, हजुर सर। हिजो तपाईँ घरमा म बसेँ होइन, हजुर तपाईँ र म आज बिहान 6 बजे हजुर तपाईँकोसँग चाहिँ दुध पुऱ्याउन हामी तपाईँ र म गएको थियौँ नि। हजुर त्यो चाहिँ हामीले बाटोमा चाहिँ झर्ना देख्यौँ होइन। हजुर सर। पछि आउँदाखेरि हामी त्यो झर्नामा पनि गयौँ, तपाईँ र म गएँ, त्यही हजुर। भिडियो फोटो पनि खिच्यो होइन, हजुर सर। रमाइलो लागेर हजुर सर। पर्यटक यो प्रकृतिसँग रमाएर होइन। हजुर सर। अनि त्यसमा चाहिँ त्यहाँको बारेमा बुझ्न खोज्दा चाहिँ तपाईँले त्यहाँको जुन हामी बस्यौँ नि, हजुर सर। त्यहाँ म घुमेँ पनि होइन, हजुर। त्यो चाहिँ तपाईँले बनाउनु भएको भन्ने कुरा मैले सुनेँ। होइन, यो झरना चाहिँ हामीले पालिकाबाट चाहिँ 1.5 लाख बजेट पारेर सर होइन। हजुर मेरो बुङ्गुर खोरभन्दा पारिपट्टि नै हो। हजुर हजुर अब यो ठाउँ चाहिँ मैले चाहिँ आफ्नो गाउँ आफूले नै बनाउन सक्छु भन्यो भने हजुर धेरै राम्रो छ। देश विदेशले पनि हेर्ने ठाउँ, अब राम्रो हुने ठाउँ। हजुर यो गौरी झरना भनेर एउटा चाहिँ हामीले त्यसको नामै राखेको छ सर। त्यो झरना चाहिँ मैले चाहिँ म आफै खटेर उहाँहरूले बजेट पारेर हाम्रो नम्र तिमल सिन्हा सरले चाहिँ वडा अध्यक्ष सरले चाहिँ बजेट पारेर मैले बनाएको हो सर। भनेपछि कहिले यसपालि नि हो त? होइन, कति भयो? पोहोर चाहिँ बनाएको हो सर। हो यसपालिको बजेटभन्दा पहिलाको 1 वर्ष अगाडिको बजेटले बनाएको हो सर। ए 81-82 को? हजुर सर। 82-83 होइन, 81-82 को? 82 को भनेपछि तपाईँ त सानोतिनो ठिका पनि गर्नुहुन्छ क्या? हजुर म ठेकापट गर्छु सर। उयो माछखण्डको खाने पानीको पनि मैले यो बिजुलीको काम सबै मैले गरेको हो सर होइन। हजुर तर वास्तवमा के भयो भने मैले यो बिजुलीको काम सबै गरेर सफल भइसक्यो। हजुर तर उहाँहरूले पानी पनि चेक गरेर मोटर सटर हालेर पनि पानी चेक गरे हो, तर पानी पनि माथि चढ्या हो। तर उहाँहरूले के भन्छ भने तब उहाँहरूले मेन घाटबाट चाहिँ पानी लानु लगाएर चाहिँ लिएर जानुपर्ने। अध्यक्ष चाहिँ अलिक बलियो सक्रिय भएन। अब खानेपानीको अध्यक्ष हुन्छ नि सर, खानेपानीको एउटा ग्रुपको अध्यक्ष हुन्छ। त्यो अध्यक्षलाई चाहिँ के गर्नु पर्थ्यो भने सर, अब जुन बेला पनि बाढी लाग्छ यो ठाउँमा त, बाढी लाग्छ, पहिरो जान्छ, यताउति जान्छ, त्यो बेलामा चाहिँ उहाँले चाहिँ अब पानीको कर हुन्छ होइन, पानीको यति पानी चढ्दाखेरि यति पर्छ भनेर प्राकृतिक जस्तो महिनावारी हुन्छ सर होइन। अब पिउन हुन्छ, पिउनले पैसा उठाएर त त्यो राख्दाखेरि केही सामान किन्नु पऱ्यो भन्दाखेरि त्यो पिउनले उठाएको पैसालाई पनि त्यो सामान किन्न पाइएको छ, त्यो पनि उहाँले गर्न सकेन। अब मेरो बुङ्गुरखोर अगाडि पनि त्यत्रो पहिरो लगाएको छ सर, उहाँले पानी पनि लान सकेन, उहाँले जोड्न पनि सकेन। तर हामीले जस्तो भयो त, हामी यहाँको तलको मान्छेले जस्तो र म जस्तो त भयो भने त मैले एक थोपा पानी अरू ठाउँमा नझारिकन मैले त लिएर जान सक्थेँ सर। तर हाम्रो माछखण्डको हाम्रो खानेपानीको अध्यक्ष सरले गर्दा अलिकति चाहिँ पछाडि नै हड्या जस्तो लाग्छ सर मलाई। तपाईँले पानीको कुरा गर्नुभयो होइन? हजुर। यो तपाईँको घरमा धारा पनि छ होइन? छ, मेरो त 24 घन्टा मेरो माछा पोखरीले 24 घन्टा हालिरहेको छ सर। यो चाहिँ कति वर्ष भयो तपाईँको यो पानीको धारा यहाँ यसरी ल्याएको? मैले 7 वर्ष भइसक्यो सर। 7 वर्ष भयो। यो पानी हाम्रो यो टोलको लागि थाइ ल्याएको चाहिँ हाम्रो पहिला चाहिँ हाम्रो यो बसेरी र बेतिनी भनेर ल्याएको सर है। अनि हाम्रो बेतिनीलाई चाहिँ यो पानी छुट्टै भयो। अनि बसेरीको लागि चाहिँ हाम्रो यो बेतिनीबाट अलिकति मुनिबाट लान्छ सर पानी। पहिला त हाम्रो सानैबाट यो मुनिबाट लगाएको, बसेरीमा 2 लाइन छ सर। पहिला फर्स्टमा लगाएको चाहिँ त्यो बारी पहिरोले लग्यो सर है, उहाँले गाँच्नु भएन, त्यो पाइप पनि त्यतिकै खग्यो, त्यो लगाउनु भएन है। अनि त्योभन्दा पछाडि फेरि हाम्रो बेतिनी र बसेरी भनेर दिनुभएको चाहिँ फेरि हामी बसेरीबाट चाहिँ हामी थाइ नै लान्छौँ भनेर हाम्रो यो बेतिनीबाट मुनिबाट लानुभएको छ सर। अनि हाम्रो चाहिँ बेतिनी र बसेरी भनेर चाहिँ हामीले माथिबाट ल्याएको चाहिँ बसेरी र हामी बेतिनीलाई चाहिँ भइरहेको छ सर। यो पानी पाइप उपलब्ध कसरी गर्नुभयो? यो पानी ल्याउनको लागि हजुर यसको लगानी
यसको स्रोत कसरी जुटाउनु? हामीले यो सोच अब तरकारी सकारी लगाएर हुने रहेछ, यसरी चाहिँ गर्नु परेछ। बाउबाजेको मुखेर भने अब आयो मकै नआयो भोकायो भने जस्तो अब त्यो गरेर मात्रै चाहिँ हामीले नहुने रहेछ सर। त्यो भएको कारणले अब खेती किसान त गर्नै पऱ्यो भनेर हामीले वडादेखि हामी पालिकासम्म गएर कुरा यस्तो राखेर हामीलाई चाहिँ खानेपानीको माग गर्नु पऱ्यो भनेर हामी जाँदाखेरि चाहिँ उहाँहरूले ल तपाईँहरूको घरबाट चाहिँ मुहान कति टाढा छ भनेर उहाँहरूले चाहिँ सोझेर पनि हामीलाई पात दिनुभयो सर। त्यो दिएको कारणले गर्दा हामीले अहिले चाहिँ तरकारी खेती किसान गरेर खानु पाइरहेको छ सर। गर्नेले गरिरहनु भएर चाहिँ नगर्नेले चाहिँ अब त्यत्तिकै बसेर चाहिँ छोडिदिनु भइरहेको छ कि। भनेपछि घर घरमा धारा, तपाईँले धाराको प्रत्येक छ सर। सुविधा भनेको विगत 7 वर्षदेखि होइन त? हजुर सर। त्योभन्दा अगाडि चाहिँ तपाईँहरूलाई चाहिने पानी, खानको लागि चाहिने पानी, पिउनको हुन्छ नि चाहिने पानी, यहाँ गाई बस्तुको लागि चाहिने पानी चाहिँ कसरी व्यवस्था गर्नुहुन्छ? हामी पहिला त माथिबाट हाम्रो सबै घरलाई अब यहाँ हाम्रो यहाँ चुवारदेखि खोलादेखि हाम्रो पर घ्यामेसलेसम्म कलुन अलि माथि माथिसम्म हाम्रो सबै मिलिजुली खानु पर्थ्यो। पानीको लागि अब अलिकति कम भयो, मुहानबाट यसो फुट्यो यता सबैजना एकछुट जुट नहुने, भनेपछि पानी लिन पनि बोक्न जानु पर्थ्यो सर। पानी पनि हाम्रो त्यहाँ मुहानबाट माथि उयो भीमसिंहरको घरबाट ल्याउने हो तलतिर है। त्यहाँबाट ल्याउँदाखेरि हाम्रो अनि यहाँ साइलाबा घर आइपुग्ने, साइलाबा घरबाट आयो र हामीले यो टोलमा आउने हो। अनि त्यहाँबाट 2-3 घरबाट चाहिँ चेन्ज गरेर आउँदाखेरि हामीले यहाँ पानी आउँदैन थियो। यहाँबाट एकछिन पानी लगाएर आउँछ, यहाँ घर आएपछि त पानी हुँदैन। यो कतिचोटि हिँडिरहने भनेर अनि हामी चाहिँ यता खोलातिर झरनातिर खोलातिर पहिला यताउता अहिले पहिला झरना त्यो बनाएको थिएन, अहिले झरना बनायो। त्यो खोलामा गएर हामी पानी ल्याउँथ्यो सर। भनेपछि अहिले तपाईँलाई यो गाउँघरमा यो बेतिनीमा यतापट्टि के भन्नु नाम बसेरी सर। बसेरीमा चाहिँ पानीको समस्या छैन? छैन सर, पानीको समस्या छैन। अहिले घर घरमै घरै पछि आफ्नो तपाईँको 24 घन्टा पानी झरिरहेको हुन्छ। त्यसले कृषिलाई पनि प्रयोग गर्न मिल्छ त? हजुर सर। कृषिलाई पनि मनग्य सिँचाइ छ त त्यसो भए? पानी कृषिको लागि पनि छ नि यो पानीले? हजुर कृषिको लागि मनग्य पुग्छ त? पुग्छ सर। कृषिको लागि पनि पुग्छ सर। यो हाम्रो यो जति हामीले टनल तपाईँ यहाँ धान खेत गर्न सक्नुहुन्छ? धान खेत त अलि धान यो लेखमा त कमै हुन्छ सर, धान हुँदैन पनि होइन। अब लेखमा छ हुँदैन धान। सम्म टाइपको छ कि तपाईँको यो? हजुर, यो सम्म भए पनि हुँदैन सर। यो सम्म भयो भने किन हुँदैन भन्दा अलि लेखै छ। अब त्यसलाई चाहिँ मलजल पुग्नु पर्यो तपाईँको। त्यसकोमा चाहिँ लेदो पाङहरू चाहिँ बढी चाहिन्छ त्यसलाई। हाम्रो त्यो ठाउँमा अब बारीमा त्यस्तो हुँदैन, बनायो भने पछि त हुन्छ होला। अहिले त्यसमा चाहिँ अब लेख भएको कारणले चाहिँ धान चाहिँ हुँदैन सर। अब म अलिकति क्वेसनमा जान्छु ल, प्रश्नमा जान्छु ल। हजुरले आफ्नो नाम भन्नुभयो होइन? हजुर कति वर्ष हुनुहुन्छ? म अब जन्मेको दिनदेखि राखेको हुँदाखेरि जान्ने कति वर्ष हुनुभयो? अब मैले भयो होला सर 42 वर्ष हुनुभयो है? हजुर सर। ओके, अनि विदेश जानुभएको तपाईँको श्रीमती है? हजुर तपाईँको श्रीमती। हजुर सर। तपाईँले कति पढ्नु भएको छ? मैले 4 सम्म पढेको सर। पढाइ किन छोड्नु बित्थामा? मैले पढेको चाहिँ किन भने सर पहिला बाबुआमा पनि अब भनौँ न सर गरिब हो, म पनि अब गरिबकै छोराछोरी भनौँ न, त्यस्तो भयो सर। अब बिहान खायो भने बेलुका अब खानालाई पनि धाउदा काम गर्नु पर्थ्यो। अब बाख्रा गोठाला जानु पर्थ्यो, बाख्रा पाल्ने गोरु पाल्ने गरेर अलिकति समय पनि लाग्यो सर। अलि टाढाको बाटो पनि थियो, टाढाको बाटो गएर चाहिँ पढ्नु पनि सकेन। अहिले त हाम्रो त पहिला त उयो चिला भन्ने ठाउँमा 5 सम्म थियो सर, त्यहाँ पनि गयो 4 सम्म पढ्ने र अनि त्यहाँ पनि टाढा भयो सर। बर्खामा यस्तो बाढी पहिरो आउँदाखेरि त हिँड्नु नसक्ने। अनि त्यही भएर चाहिँ पढ्न त मन थियो सर, के गर्नु अब यो भिर पाखाले गर्दाखेरि बाढी पिरियडले गर्दाखेरि अलिकति मैले पढ्न चाहिँ छोड्नु पर्ने बाटो त भयो सर। यो ठाउँ तपाईँले होइन नपढे पनि आफ्नो आय कसरी कमाउने भने तपाईँसँग सिप छ नि त, ज्ञान लिनुहुन्छ, जिज्ञासा लिनुहुन्छ, अनि त्यो कुरा नयाँ नयाँ सिक्न खोज्नुहुन्छ नि तपाईँ। हजुर, त्यस हिसाबमा तपाईँले देश पनि छोड्नु पऱ्यो होइन? हजुर। तपाईँ कहिले चाहिँ तपाईँ कुन सालमा चाहिँ विदेश जानुभयो? होइन म मेरो आय आर्जनको लागि चाहिँ केही आर्थिक जुटाउनको लागि चाहिँ म विदेश जानुपर्छ भन्ने सोच तपाईँलाई कहिले आयो, कहिले जानुभयो? म 65 सालमा साउथीतिर छिरेँ सर। 2065? 2065तिर। अनि त्यहाँबाट 65, 75, 85 भनेपछि हजुर 18 वर्ष अगाडि? हजुर 18 वर्ष अगाडि मलेसिया के अरे साउदी गइयो। हजुर। अनि घर आएर 5 वर्ष बस्यो सर। 5 वर्ष पछाडि फेरि
72 सालको भनेपछि तपाईँ त 20 वर्षमा जानुभयो सायद कति 20 22 20 होइन 18 अगाडि नै हो पछाडि हो सर 18 28 38 मेरो जन्म 24 वर्षमा जानुभयो हजुर 24-25 वर्षमा त्यस्तै जानुभएको होला छ हजुर त्यस्तो गऱ्यो सर अब बाबाआमालाई कसरी पाल्न सक्छु बाबाआमाले चाहिँ मलाई यसरी चाहिँ हुर्कायो अब बाबाआमाले चाहिँ मलाई हात खुट्टा देखाएपछि म पनि गर्न सक्छु भनेर म आफ्नो दिमाग लगाएर सर अब हिँड्न खोजेको थियो मैले गरेँ पनि सर म विदेशमा गएर पनि मैले घरसर बनाएको थियो सर तपाईँ कति वर्ष बस्नु भन्नु त विदेशमा 65 सम्म जानुभयो होइन 65 साल हजुर कति वर्ष बस्नुभयो म साउदीमा चाहिँ 3 वर्ष बसेँ सर अनि त्यो पैसा कमाउनु भयो नि हजुर त्यसले के गर्नु त्यो कमाएर आएर मैले आफ्नो दुनो भैँसीहरू किन्यो आफ्नो बाख्राहरू किन्यो अनि मैले घरै बनाएँ सर हाम्रो यहाँ त ढुङ्गा र माटोको घर हुन्छ सर ढुङ्गाको माटो घर पनि हाम्रो 3 तला भन्ने गरेको 3 तलासम्म मैले अब 2 तलासम्म बाँधेर मुनि चाहिँ धेरै लामो ठुलो बनाएर 12 तली हालेर बनाएको थियो त्यो चाहिँ के गर्यो भने सर मैले टक्क रेडी बनाएर यताउति भैँसी मुनि चाहिँ भैँसी बाँध्ने अरू गोठकेलाई चाहियो अब पहिला त 2-3 जना परिवार थियो माथि एउटा सानो कोठामा बसे पनि पुग्थ्यो अनि त्यो भएको गरेर मुनि चाहिँ वस्तुहरू हाल्यो 9-10 वटा बाख्रा हाल्यो अनि 3-4 वटा भैँसी चाहिँ मुनि नै हालेर मैले पालेको थियो अनि त्यहाँबाट चाहिँ ल अब यति त आफ्नो छोरीहरू पनि हुर्किँदै आउँछ पढेर अब हुर्किँदै आउँछ पढाउनु पर्यो यता तपाईँ बिहे गरेर जानुभएको विदेश हजुर बच्चा पनि भइसकेको थियो हजुर मेरो बिहा गरेर पनि मेरो 3टा छोरी जन्मिसकेको थियो तपाईँ विदेश जाने बेलामा हजुर सर 25 वर्षमा 3टा छोरी भइसक्यो हजुर भइसक्यो चाँडै बिहे गर्नुभयो हजुर मैले चाँडै बिहे गर्दाखेरि मेरो चाहिँ उमेर त 20-22 नै भइसकेको थियो सर अच्छा मेरो बुढी ल्याउँदाखेरि मैले 23 वर्षको ल्याएको सर 12 वर्षबाट 13 वर्ष हुँदाखेरि 13 वर्ष लाग्दाखेरि मैले बुढी चाहिँ भगाएर 13बाट पनि अलि 14मा लाग्दाखेरि मैले भगाएरै लिएर हिँडेको सर बुढीलाई त्यसो गरेर म आफै बिहे गरेर आफ्नै खुट्टा आजसम्म उभिरहेको छु सर उहाँलाई म पहिला विदेश गएँ 2 ठाउँमा गएँ पहिला साउदी गयो साउदीमा 3.5 वर्ष बस्नुभयो फेरि फर्किनु फेरि अनि फेरि तपाईँ यहाँ घरमा बस्नुभयो अनि त्यसपछि घर बस्दा अनि बसेर सर फेरि पछि त्यो 72 सालभन्दा 5 महिना मात्र अगाडि पुगिसकेको थियो 72 सालको भूकम्पमा चाहिँ 5 महिना भइसकेको थियो सर म मलेसिया गएर अनि त्यो बेला चाहिँ अनि घर पनि मेरो छोराहरू बाल बच्चा मात्रै जोग्यो होइन त्यत्रो घरले अनि बस्दा सस्ता एउटा मैले निकाल्न पाइनँ सर तपाईँ मलेसिया पनि जानुभयो है हजुर सर मलेसिया साउदी जानुभयो आउनुभयो हजुर अनि आएपछि कति बस्नुभयो यहाँ मलेसिया जानुभन्दा मलेसिया जानुभन्दा अगाडि त कति बस्नुभयो म त साउदी आएपछि साउदी आएपछि त म त 72 सालभन्दा 5 महिना मात्रै अगाडि गएको त हो नि सर भनेपछि तपाईँ मलेसिया कति बस्नुभयो त्यसो भए तपाईँ मलेसिया त 3.5 वर्ष जस्तै ए 5 महिना भएको थियो यहाँबाट जानुभएको हजुर अनि फेरि 5 महिनामा आउनुभयो होइन म मलेसियामा चाहिँ 72 सालमा चाहिँ 5 महिना भएको थियो त्यो मलेसियामा पुगेको चाहिँ अनि 5 महिनामा पुगेपछि घरसर मेरो घरसर अब भूकम्पले गइहाल्यो घर परिवार बस्नेलाई पनि अप्ठ्यारो भयो एउटा तर जस्तो बनाउनु कि पुरानो तपाईँको बाबुले बनाएको घर हो त्यो हजुर सर 72ले जुन भूकम्पले घर भत्कायो भन्नुभयो नि हजुर त्यो घर तपाईँ आफैले बनाउनु भएको कि पुरानो तपाईँको पुर्खाको घर थियो मेरो अहिले भनेको चाहिँ यही घर सर होइन मैले म मलेसिया हुँदाखेरि पनि मेरो परिवारलाई बस्ने ठाउँ भएन पानी आउँदाखेरि ओढेर बस्ने ठाउँ भएन जाडो महिनाको बेलामा चाहिँ अब उ गरेर बस्ने ठाउँ छैन अब परिवार मात्रै सानो छोराछोरी मात्रै कुरा काटेँ मैले तपाईँ सङ्गोलमा बसेको होइन विदेश जाँदाखेरि हजुर तपाईँ विदेश जाने बेलामा तपाईँ सङ्गोलमा होइन तपाईँको परिवारमा होइन सर मेरो बाउसँग छुटेर बसिसकेको थियो विदेश जानेभन्दा अगाडि छुटेर बसिसकेको सर म मेरो जेठी छोरी जन्मेदा हारे पनि म अगाडि नै छुटेको छ तर जेठी छोरी जन्मे अंश भन्ने भएर छुटेको हजुर जेठी छोरी पनि जन्मेको थिएन सर म जेठी छोरी अब बुढीले अब 9 महिना भनौँ न आइमाईको त 9 महिनामा जन्मिन्छ भन्नुहुन्छ त्यो बेलामा चाहिँ अब हामी ल अब छुटेर राखिसकेपछि हामी बस्छौँ नि त आफ्नो खुट्टा उभिएर खाने त हो नि भनेर हामी अब बाउहरूलाई छुट्याइ राखेपछि हामी छुट्टै बसेर खाएको भनेपछि त्यसो त तपाईँहरूले नै बनाउनु भएको घर भत्केको हजुर भूकम्पले भत्केको मैले साउदीमा गएर कमाएको पैसा चाहिँ मेरो घरै बनाएँ सर मैले त्यो घर बनाएको पुरा घर 2-3 तला बनाएर यहाँको ढुङ्गाको माटोको हो अब के राम्रो होला यही घर भएको ठाउँमा थियो हजुर यही घर भएको ठाउँमा 20 हातको लामो थियो सर लम्बाइ 20 को 10-20 को थियो होइन सर लामो थियो पुरै बार्दले हालेर बनाएको थियो
अनि बनाएर अब त्यताउति गरेर बसेर घर भएर 72 सालको भूकम्पमा चाहिँ 5 महिना भइसकेको थियो मलेसिया गएर। त्यो बेलामा चाहिँ घरहरू सबै सखा भयो सर। अनि त्यहाँबाट पछाडि चाहिँ अहिले के भन्ने परिवारहरूलाई बस्ने ठाउँ छैन, खाने चिज केही पनि छैन, सबै पुरिहाल्यो। कहाँबाट निकाल्नु के गरेर भयो, आफ्नो कपडा सपडा केही निकाल्न पाएन छोराछोरीको है। अनि त्यो भएको कारणले गर्दा मैले एउटा गाईबस्तु नि के थियो सबै यहीँ थियो सर। मुनि थियो, मान्छे माथि बस्थ्यो, मुनि बस्नेहरू पाल्थ्यो। तपाईँले केही पनि जोगाउन सक्नु भएन? मैले केही होइन, म त विदेश थियो, परिवारहरूलाई केही जोगाउन सकेन। फ्यामिलीहरू बाहिर निस्किनु भयो? हजुर घर भत्क्यो? हजुर सर, घरभित्र सबै चिज गयो? हजुर गयो सर। अनि त्यस्तो पनि भयो सर। अनि हाम्रो एउटा चाहिँ हाम्रो इडल गाविसको हाम्रो एउटा चाहिँ नागडाँडाको हाम्रो एउटा दाइ थियो होइन, विश्वकर्मा दाइ थियो। उहाँले चाहिँ मैले बोलाएर ल दाइ मेरो परिवार बस्ने भएन घर, अब मेरो चाहिँ अब भूकम्पको जति पैसा आउला त्यति चाहिँ तपाईँले पाउने हो, पुगेन भने काठपातको पैसा म अब हाल्दै गर्छु, म पनि यता कमाउँदैछु दाइ, म पनि घर परिवारलाई अब केही खानेकुरो छैन, घर परिवारलाई पनि दिनु पऱ्यो, यता उयो त खेती किसान गर्नलाई पनि आफ्नो परिवारले नसक्यो भने अलिकति दिनु पऱ्यो, अब तपाईँको पनि म दिँदै गरौँला भन्ने यताउति गरेर मेरो घर बनाउनु लाग्यो सर। घरै मेरो अब 3 लाख तिरेर घर बनाएको सर, मेरो घर यही हो। उहाँ सरले बनाइदिएको घर यही हो। मैले अब काठमाडौँको सिस्टमले बनाउनु पर्छ। अनि भूकम्पले भत्काएपछि त तपाईँको सरकारले राहत दिएको थियो नि त? हो, त्यही पैसाले नपुगेर मैले अझै उल्टो थापेको छ। राहत जस्तै किस्ता किस्तामा थियो नि त, 50,000 फेरि 1.5 लाख फेरि 1.5 लाख हजुर हजुर फेरि 1 लाख थपे होइन? हजुर हजुर त्यसरी आएको पैसा पनि उहाँलाई दियो। हजुर काठपातमा कोही काठपातमा गइयो सर होइन, काठपात बनाउँदा पनि गइयो, काठपात तपाईँले पनि बनाउनु, काठपात तपाईँले पनि बनाउनु, यो जस्तो सस्तो तपाईँले पनि ल्याउनु। अब मेरो घर चाहिँ त्यो काठमाडौँको सिस्टमले गर्दा अलिकति अग्लो बनाउनु चाहिँ ठुलो बनाउनु चाहिँ हेभी बनाउनु पर्छ। काठमाडौँको सिस्टमले एक तला जस्तो हेभीको तरिकाले बनाउनु पर्छ सर भनेर मैले उहाँलाई दिएको थियो। तर उहाँले घरै यस्तो बनाइदियो, जस्ता पनि पुरानो पनि हालिदिनु भएको छ। हेर्नुहोस्, त्यस्तो जस्तो म घर आउँदाखेरि त मैले उहाँलाई बोलाएँ, दाइ तपाईँले मेरो घर यस्तो किन कसरी बनाउनु भयो भनेर मैले सोधेँ। के गर्ने भाइ, सारा संसारको पनि यस्तै बनाएर हिँडेको छ, मैले यस्तै बनाइदियो, तपाईँलाई चित्त बुझ्ने क्या हो भने मलाई। त्यो भन्यो मलाई त दाइ, मैले तपाईँलाई चाहिँ पहिला ठेक्का दिँदाखेरि के भनेको थियो भने काठमाडौँको सिस्टमले एक कोठाको तर एक तलाको जस्तो सिस्टमले बनाउनु पर्छ दाइ, धेरै अगाडि त नबनाउने हो, अहिले सरकारले पनि बनाउन दिँदैन भनेर मैले पनि भनेँ। तपाईँले अनि त्यही सिस्टमले बनाउनु पर्छ भने मेरो त हेर्नु न, पहिला यस्तो बनाएको घरहरू पनि ढोका हेर्नु न, माथिको झ्यालहरू पनि कति सानो सानो छ, बस्नलाई पनि उभिएरै मलाई यस्तो माथि हिँड्दा पनि यसरी खुम्चिएर हिँड्नुपर्छ सर। तल मुनिको पनि यस्तै टाउको ठोक्छ, के गर्नु सर, धेरै होच बनाइदिएको छ। यस्तै भयो, ल तपाईँले पैसा लिनुभएको पैसा त लिने भइसक्यो, अब यो रगको पैसा त म 100 पनि दिन्न भनेर चाहिँ मैले उहाँसँग छोडिदिएँ। अब हजुरको मिसेसको बारेमा कुरा गरौँ है। उहाँको नाम के हो, हजुरको मिसेसको नाम? मेरो नाम हजुरको श्रीमतीको नाम? मेरो बुढीको नाम सानुमाया जिम्बा हो। नाइतामा यही हो? हजुर सर। सानुमाया जिम्बा होइन? हजुर सर। अनि उहाँको उमेर अहिले भयो होला सर, तपाईँभन्दा कति जेठो कान्छो कति? मभन्दा पनि कि 8 वर्ष 9 वर्षको कान्छी होला। 9 वर्ष कान्छी, तपाईँ 42? 30 वर्ष भइसक्यो होला सर, 30 वर्ष 31 वर्ष होला। 31 वर्ष है त? हजुर। उहाँले कति पढ्नु भएको? उहाँले पढेको छैन सर, 2 कक्षासम्म पढाएको छ। हो हजुर, बुढीले पनि 2 कक्षासम्म पढाएको अहिले विदेश जाने? हजुर, अहिले विदेश जानुहुन्छ नि तपाईँ श्रीमती? हजुर। 2 कक्षा मात्र पढ्नु? 2 कक्षा मात्रै हो सर। उहाँको पनि पढाइ स्कुल टाढा भयो। अनि तपाईँको परिवारमा हुन्छ नि, तपाईँको त्यो आफ्नो परिवारमा छुटिसकेपछि हजुर तपाईँको श्रीमती बाहेक अरू कोही जानु भएको छ विदेशमा? तपाईँको छोरी छोरा? मेरो अब छोरी जाँदैछ सर। जानु भएको छैन? जानु भएको छैन। कुवेत भन्नुभयो है तपाईँको श्रीमती बाहेक? उहाँ कति भयो जानुभएको? जानु भएको चाहिँ कार्तिकमा गएको सर होइन? गएको कार्तिक? हजुर, अर्को कार्तिक, मङ्सिर, पुष, माघ, फागुन, चैत, वैशाख, जेठ, असार, सावन भनेपछि असार होइन? असार। कति महिना भयो? 1 2 3 4 5 6 7 8 9 महिना भयो सर। 9 महिना भयो। खास उहाँ चाहिँ के कारणले जानुभयो त? किन जानुभयो त? यसो सर, अब बस्तु पाल्दाखेरि नि राम्रो हुँदैन, कमाइ समय हुँदैन। अब 2 जना बुढाबुढीले कमाउँदाखेरि अलिकति पनि हुँदैन, बस्तु भाउबाट पनि साथ दिँदैन है। खेती किसानबाट पनि अलिकति साथ दिँदैन। कुनै बेला त मकै छर्दाखेरि मकै लगाउँदाखेरि त कुनै बेलामा त
बतास आएर ढलाइदिने, कुनै बेलामा चाहिँ पानी नपर्ने भने सुक्खा हुने, ट्याममा ट्याम नमिलाएको भएर हो कि के हो सर, अब त्यस्तो साथ दिँदैन। अनि त्यही भएर अलि छोराछोरीलाई पनि पढाउनु पऱ्यो सर। जेठी छोरीले 12सम्म पढाएर आफै पढ्छु बाबा भनेर उहाँ उ गर्नुभयो, खुट्टा आफ्नै खुट्टा उभिएर हिँड्यो। अनि माइली छोरीले पनि 11सम्म पढायो सर, त्यहाँबाट पनि म आफै गर्न सक्छु बुवा भन्नुभयो। अनि कान्छी छोरी 8सम्म पढ्यो सर, अनि त्यसले पनि 10सम्म पढेर चाहिँ उसले चाहिँ छोडिदियो सर कान्छी छोरीले। अनि कान्छो छोरा जेठो छोरा चाहिँ 8मा पढ्दैछ सर, कान्छो छोरा 5मा पढ्दैछ। तपाईँसँग यस्तो ऋण पनि थियो त? हजुर सर, ऋण थियो? मलाई ऋण छ सर। अनि त्यो ऋण चुक्ता गर्न पनि तपाईँ विदेश पठाउनु भएको छ? हजुर, मैले यहाँ घरबाट चाहिँ उपचार गरेर केही नसकेर सर, म जान्छु भनेर चाहिँ म अगाडि अब फेरि म विदेश जान्छु, यो ऋण सिन सबै तिर्छ भन्दाखेरि होइन, तिमी पनि गएरको मान्छे हो, एक फेरि म पनि घुमेर आउँछु, एक फेरि म पनि दुःख सुख कस्तो केर चाहिँ भोगेर आउँछु, म पनि एक फेरि गएर विदेश पनि मलाई पनि रहर छ। तर दुःखले रहरले होइन, तर मलाई बाँच्छ तँलाई, अब के गर्नु, ऋणै तिर्नु पऱ्यो मान्छेको। अब यहाँ बसेर हुँदैन, ब्याज पनि तिर्न सक्दैन यहाँ बसेर भनेर हामी परिवार छुटेर जानुपर्ने भयो सर। त्यही भएर परिवार आफ्नो छुटेर विदेशतिर लाग्यो सर। तपाईँसँग अहिले पनि ऋण छ त? ऋण छ सर मलाई। ऋण कस्तो खालको ऋण, केमा ऋण तपाईँको? मलाई चाहिँ ऋण भनेपछि सर, मैले पहिला भैँसी किन्दाखेरि मैले लकडाउन हुँदाखेरि कोरोना रोग लाग्दाखेरि मैले पहिला भैँसी 3 लाख ऋण गरेर। कोरोना त 2019मा आएको हेर्नु है, 19-20मा। हजुर। अनि अहिलेसम्म ऋण बाँकी छ? मलाई अहिलेसम्म ऋण बाँकी छ सर। अब उसको 6 वर्ष भयो। हजुर हजुर, ब्याज तिर्नलाई पनि यहाँको पैसाले ब्याज पनि तिर्न नपुग्ने, अब त्यसमा छोराछोरीलाई पनि पढाउनु पर्ने भयो। त्यसलाई वस्तुको अलिकति अन्यायबाट वस्तुलाई पनि खुवाउनु पऱ्यो, मान्छे पनि खानु पऱ्यो सर। अब छोराछोरीलाई पनि पढाउनु पऱ्यो। त्यही भएको कारणले ब्याज पनि तिर्नलाई चाहिँ अलिक धाउधाउ भयो सर। त्यही भएको कारणले गर्दाखेरि परिवार छुटेर पनि विदेश कमाउन विदेश जानु पऱ्यो क्या भन्नु त श्रीमती होइन? हजुर सर। अनि उहाँले जुन कुवेत रोज्नु भयो नि, हजुर सर, त्यो चाहिँ कसरी रोज्नु भयो त? के कसरी? कोही आफन्त कोही कुवेतमा गएर हो कि? आफन्त थियो सर। कुवेत आफन्त हुनुहुन्थ्यो? हजुर आफन्त। तपाईँलाई सजिलो भयो है? हजुर सर, हजुर सर। अनि त्यसपछि उहाँले चाहिँ के काम गर्नुहुन्छ खासमा? बुढीले? हजुर। उहाँ चाहिँ गएर चाहिँ उहाँले चाहिँ घरको काम गर्नुभएको छ। एउटा बुढी आमा हुनुहुन्छ अरे, बुढी आमा हुन्छ अरे। उहाँको बुढी आमाको चाहिँ सरसफा गरिदिने, यताउति कोडासोडा सरसफा गरिदिने, यताउति कपडा सपडा त्यसलाई मिसिनतिर यताउति लगाइदिने, त्यो चाहिँ उहाँको चाहिँ भइरहेछ। बिहान बेलुका उहाँलाई चाहिँ हेर्ने मात्रै काम हो। उहाँको सिप अनुसार उहाँलाई राम्रै खालको काम हो? हजुर, राम्रै छ सर, काम चाहिँ राम्रै छ, सुइटेबल रहेछ होइन? हजुर। अनि उहाँ सन्तुष्टि हुनुहुन्छ आफ्नो कामप्रति विदेशमा? हजुर सर। उहाँ विदेशमा जुन काम गर्नुहुन्छ नि, त्यसप्रति उहाँ सन्तुष्टि हुनुहुन्छ? हजुर, खुसी, सन्तुष्ट हजुर, खुसी नै हो। अनि उहाँले चाहिँ दिनमा कति घन्टा काम गर्नुहुन्छ? दिनमा त कहिले अब 8 बजेदेखि सर बेलुकाको 10-11 बजीसम्म गर्नुपर्छ भनेर उसको त रेस्ट टाइमले गर्ने हो सर। बिहान 8 बजेदेखि? हजुर, रेस्ट टाइमले गर्ने हो उसको। भनेपछि लगभग 12 घन्टै जाने जस्तो? हजुर, गर्नु पर्यो। कम्पनी भए त रेट तोकेर हुन्छ सर होइन? त्यसमा त अब घरको काममा त अलिकति छिटो पनि हुन्छ, ढिलो पनि हुन्छ, त्यो गरिराख्नु पर्यो सर। कुवेतमा जाने बेला हुन्छ नि? हजुर। त्यतिखेर चाहिँ तपाईँले के पैसा लगानी गर्नुभयो होइन? हजुर सर। अनि ठगी त पर्नु भएन नि? हजुर। काहीँ लगानी गरेर ठगीमा त पर्नु भएन नि जाने प्रयासमा? हजुर। अब उसको पासपोर्ट बनाउने, यताउति आउने खर्च, यताउति घरदेखि अब एजेन्ट लाउने, यस्तो गर्दा केही खर्च कसरी धोका त दिएन त्यसमा जानलाई? पैसा त फसेन जाने बेलामा? फसेन सर, फसेन। अनि उहाँ जाँदाखेरि चाहिँ हजुर कसरी पैसाको म्यानेजमेन्ट व्यवस्थापन गर्नुभयो? पैसाको व्यवस्थापन उता पुग्छ सर, खर्च लाग्छ नि त जानु कुवेत जानलाई? जानलाई चाहिँ मैले कसो भने अरू साथसँगहरू पनि यताउति दायाँ बायाँ सापट लिनुभयो? हजुर, सापट लिनुभयो। ब्याज नतिर्न पनि गरे कि? होइन, मैले ब्याज तिर्नु पर्ने तरिकाले सर। भनेपछि लोन लिनुभयो? हजुर सर। होइन त? हजुर सर। तपाईँको हुन्छ नि दुईवटा छोरा हुनुहुन्छ नि? हजुर। उहाँ अहिले कहाँ पढ्नुहुन्छ? सरकारीमा कि प्राइभेटमा कि सामुदायिक? होइन सर, यो सानो चिल्ला नै हाम्रो वडा कार्यालय नेरी हजुर जनजागृतिमा हो।
पहिला पनि त्यही हो, त्यहाँ नै हो सर। विदेश जाँदा पनि त्यही हो। हजुर त्यही हो सर। तपाईँलाई योभन्दा अलिक राम्रो ठाउँमा पनि पढाउन मन लागेको छ? अब पढाउनु त राम्रो ठाउँमा गएर पनि लगाएर पनि पढाउनु मन लाग्छ सर, तर आफ्नो क्षमताले सकेन, पैसा नभएपछि अब गरिब भएपछि त यस्तै त हुन्छ। अनि तपाईँ त अब आयस्रोत आउँछ, विदेशबाट पनि पैसा आउनुहुन्छ, तपाईँ यहाँ पनि केही कमाउनुहुन्छ होइन, मलाई जनजागृत होइन अन्त पनि पढाउने भन्ने सोचमा त हुनुहुन्न नि तपाईँ? अर्को ठाउँमा त अब योभन्दा पनि राम्रो ठाउँमा पढाउन चाहिँ पायो भने झन् राम्रो हुन्छ। छोराहरूको भविष्य बन्यो भनेदेखि मलाई पनि धेरै खुसी हुन्छ। अब यताउति अब आफू त यस्तो दुःखमा पऱ्यो सर, अब छोराछोरीले नपरोस् भनेर अहिले ठिकै अलिकति छ। मिहिनेत। हजुर, अहिले सानो कक्षा हुनुमा हुन्छ, 8मा र 5मा होइन, हजुर यहाँ हुनुहुन्छ, यहाँ ठिकै छ, यहाँ पढ्यो, त्यसपछि राम्रोसँग पढाउने सोचमा हुनुहुन्छ? हजुर पछि चाहिँ यो यहाँको स्कुलको पढाइसकेपछि अर्को राम्रो माथि राम्रो स्कुलमा चाहिँ पढाउने सोच छ सर। त्यसको लागि पैसा पनि व्यवस्थापन गर्नुभएको छ, हजुर गर्नु पर्यो। जोड्दै हुनुहुन्छ? हजुर अब परिवारले अब मेरो छोराछोरीलाई चाहिँ म ऋण तिरिसकेपछि मेरो छोरा दुइटाले चाहिँ म कसरी हुन्छ जसरी हुन्छु चाहिँ म छोरा दुइटाले चाहिँ म पढाउँछु नै भनेर चाहिँ परिवारले पनि भन्नुभएको छ, हजुर, मेरो बुढीले पनि भन्नुभएको छ, म पनि भनिरहेको छु सर। त्यो जनजागृति भन्नुभयो नि, हजुर सर। त्यहाँ तपाईँले महिनाको फी दिनुपर्छ कि पर्दैन? जाँच फिस दिनुपर्छ सर। हजुर, जाँचको बेलामा जाँच फिस दिनुपर्छ, अरू बेलामा पर्दैन सर। त्यो पुरै सरकारी हो कि सामुदायिक हो? सरकारी नै हो सर, पुरा सरकारी हो। उहाँले छ नि, उहाँ विदेशमा हुनुहुन्छ नि, हजुर उहाँले त्यो बिमा 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 कार्ड बनाउनु भएको छ उहाँले? बुढीले हजुर, पाउनु भएको छ, जीवन बिमा पाउनु भएको छ? पाउनु केही भएको छ। बिरामी पऱ्यो भने त्यो बिमाले सपोर्ट सहयोग गर्ने तरिकाको उहाँले कार्ड बनाउनु भएको छ उहाँले? केही मलाई के अरे कुवेतमा होइन सर, कुवेतमा? पाएको छ सर, पाएको छ। अनि तपाईँको परिवारमा या तपाईँ चाहिँ कुनै हुन्छ नि यो संस्थाहरूमा सदस्य बन्नुभएको छ? हजुर सर। तपाईँले होइन कुनै यहाँ समुदायमा कुनै संस्था हुन्छ नि, संस्था खोलेको हुन्छ नि, हजुर त्यस्तो संस्थामा सदस्य यस्तो केही बन्नुभएको छ? म सदस्य होइन, बुढी चाहिँ थियो सर। बुढी हुनुहुन्छ है? हजुर कस्तो खालको संस्था हो त्यो? संस्था भन्नाले एउटा उर्वा संस्था भयो होइन, उर्वा भन्ने चाहिँ उर्वा भयो, त्यस्तै अनि माइला साहित्य भयो होइन, अनि त्यस्तोहरू छ सर। अनि इक्डोलमा कृषि सहकारीमा चाहिँ म छु सर। त हुनुहुन्छ है? हजुर कृषि सहकारीमा सहकारी मैले है? त्यहाँबाट पनि मैले अलिकति लोन निकालेको थिएँ सर। हजुर, अनि मैले भैँसी किन्दाखेरि चाहिँ लोन निकालेको थियो, त्यहाँ पनि अब अलिअलि गर्दा दिँदै छ सर। अनि तपाईँको श्रीमतीले भन्नुभयो नि, हजुर उहाँको संस्थाले त्यस्तो सहयोग पनि गर्छ गाउँमा समाजमा? बुढीले सर। उहाँको जुन मेम्बर हुनुभयो नि, सदस्य भन्नुभएको छ नि, हजुर त्यो संस्थाले सहयोग पनि गर्छ समुदायमा केही पऱ्यो भने, केही दुःख पऱ्यो पऱ्यो भनेदेखि गर्नु भएको छ सर, जस्तो जस्तो? गर्नु भएको छ उहाँले। अब त्यसमा पनि बुढाबुढीको बिमा हुँदो रहेछ है। माइला सायत्रले हाम्रो गाउँमा चाहिँ परेको ठाउँमा चाहिँ सहयोग गर्नु भएर छ। हाम्रो यो माथि पनि हाम्रो एकजना भेना पर्छ दिलबहादुर सिंगर, उहाँहरू पनि हुनुहुन्थ्यो। उहाँको परिवार दिदी बित्दिँदाखेरि अब उहाँले अलिकति ऋण तिर्ने रहेछ। ऋण त्यो त्यो मिना गरेर पनि उहाँको अब क्रिया खर्चलाई पनि उहाँले सहयोग गर्नुभएको थियो। सहयोग भनेको पुरै पैसा फिर्ता नहुने गरी दिनुभएको? फिर्ता दिनुभएको छ, सहयोग चाहिँ भयो। फिर्ता नलिने गरी होइन त? हजुर पैसा दिनुभएको? हजुर बिमा खर्च हो सर। तपाईँले जुन श्रीमतीसँग फोन गर्नुहुन्छ नि, तपाईँले हजुर सामान्य मोबाइलको नम्बर हुन्छ नि, नम्बर डायल गरेर फोन गर्नुहुन्छ कि नेटबाट गर्नुहुन्छ? नेटबाटै हो सर। स्मार्टफोन है? हजुर कम्प्युटरबाट त होइन? होइन सर, नेटबाटै हो, हाम्रो मोबाइलको नेटबाटै हो सर। अनि तपाईँले जुन पैसा हुन्छ नि, उहाँले कमाउनुहुन्छ नि पैसा, त्यो कमाएको पैसा चाहिँ कतिचोटि कमाउनुहुन्छ महिनामा उहाँले? महिनामा 55 हुन्छ सर, एभरेज 50-55 जति हुन्छ। त्यो चाहिँ एभरेज भन्नुभयो है? कहिले थोरै कहिले धेरै पनि? हजुर उहाँले आफूलाई कति खर्च गर्नुहुन्छ त्यो कमाएको पैसामा? खर्च होइन सर, ब्याज समब्याज तिर्नलाई चाहिँ ठिक्क हुन्छ। होइन
जुन 50-55 पाउनुहुन्छ नि उहाँले हजुर उहाँले अब उहाँ त खानु पनि त पऱ्यो नि पऱ्यो सर उहाँ विदेशबाट हजुर उहाँले खर्च पनि त गर्नुपर्छ नि त हजुर खर्च राखेर उहाँलाई खर्च राखेर 50 जस्तो पठाउँछ सर 50,000 चाहिँ उहाँले बचाउनुहुन्छ हजुर त्यो 50,000 बचाएको मध्ये चाहिँ तपाईँले त्यो पैसा चाहिँ सबै जोगाउनुहुन्छ कि त्यस पनि खर्च गर्नुहुन्छ त्यसको होइन सर म त ऋण तिर्दैछु ब्याज तिरिरहेको छु सर साउँ त साउँ ब्याज गरेर तिर्दैछु कि सर आएको पैसा सबै तपाईँले ब्याज तिर्नुहुन्छ हजुर ब्याज र साउँमा तिर्छु सर अनि त्यो आएको पैसाले खर्च गर्नुहुन्न आएको पैसाले त खर्च हुँदैन सर खर्च हुँदैन अनि खर्च चाहिने खर्च तपाईँ आफै व्यवस्थापन गर्नुहुन्छ होइन हजुर आफूलाई हजुर हाम्रो बाउ छोरालाई चाहिँ हामी घरबाटै चाहिँ व्यापार गरेर हामी गरिरहेको छौँ नपुगेको बेलामा चाहिँ उताबाट चाहिँ हामी अलिअलि चाहिँ कहिले कहिले चलाउँछु अलि घर खर्चको लागि हजुर सर चलाउनुहुन्छ भने हजुर चलाउँछु सर त्यो भनेको लगभग 100मा 25-30 चलाउनुहुन्छ हजुर हजुर 25-30 हजुर सर 100 पठायो भने 25 चलाएर 75 जोगाउनुहुन्छ हजुर सर त्यस्तो छोराहरूलाई पनि पढाउनु पऱ्यो सर यता लुगा फाटा चाहियो यता दर्बिन कापी चाहियो सबै त अब मैले पनि नपुग्दो रहेछ अलिक भैँसीलाई गरेर अलिकति आम्दानी भयो त के गर्ने सर भैँसीलाई त्यही भैँसीलाई गाईलाई खुवाउनै पऱ्यो अब मान्छेले पनि खानै पऱ्यो अब छोराछोरीलाई पढाउनै पऱ्यो खेती किसान लाउनै पऱ्यो अनि हजुर त्यो तपाईँ 50,000 जोगाउनुहुन्छ भन्नुभयो नि त्यो भनेको तपाईँको कति कमाएर कति जोगाएको भयो त्यो भनेको त्यो बुढीले सर हजुर बुढीले त जोगाउनु चाहिँ अहिलेसम्म जोगाउन सकेको छैन सर ऋणै तिरिरहेको छ ऋण गएको पहिलाको अब लकडाउनदेखि ऋण होइन खर्च कि आफूले उहाँ चाहिँ बचाएको कि खर्च हुन्छ नि हजुर तपाईँको कस्तो भने कहिले चाहिँ कमाएको भन्दा खर्च पनि त्यही अनुसार हुन्छ कि कति मान्छेहरू हजुर हजुर अनि तपाईँको त्यो कस्तो हुन्छ भने अनि त्यो खर्च चाहिँ कति खर्च गर्नुभयो कति जोगाउनु भन्नुहुन्छ कि 50,000 जोगाउनु भयो नि त तपाईँले पठाउनु भयो नि त यहाँले हजुर हजुर खास आम्दानी विशेष आम्दानी चाहिँ 55,000 मात्र हो हजुर त्यति मात्र हजुर अनि उहाँले कसरी पठाउनुहुन्छ महिना पठाउनुहुन्छ कि कस्तो हो महिना मरेपछि हो सर प्रत्येक महिना पठाउनु प्रत्येक महिनामा मरिसकेपछि पैसा चाहिँ उहाँहरूले हातमै दिनुहुन्छ रे जस्तै 2 महिना 3 महिनापछि पठाउनु हुन्छ नि एकमुष्ट गरेर हजुर त्यस्तो होइन होइन सर महिनापछि हो महिनामा हो अनि उहाँ विदेश जानुभयो नि 7 महिना अगाडि हजुर जाने बित्तिकै त पैसा कमाउनु त भएन होला कमाउन 1 महिनाको त कमाइ नै भएन नि सर भएन सुरुमा होइन हजुर चाहिँ कति महिना त्यो विदेश गएको कति समयपछि चाहिँ पैसा पठाउनु थाल्नुभयो 1 महिना 1.5 महिना पछाडि सर 1.5 महिनासम्म काम गर्नुभयो हजुर 1.5 महिनापछि पैसा पठाउनु सुरु गर्नुभयो 1.5 महिना पछाडि चाहिँ पैसा पाउने छ त्यतिखेर 50,000 पठाउनु भयो त होइन नि होइन सर अलिक कम हजुर त्यो बेला चाहिँ उहाँहरूको अब 1 गतेदेखि अब महिना मरेको हुनुपर्छ विदेशी त 15 तारिकमा मात्रै महिना मर्छ प्रत्येक महिना जुन देशमा पनि 15 तारिकमा पैसा मर्छ सर हो त्यो 15 तारिकमा चाहिँ उहाँहरूले पठाउने हो हाम्रो चाहिँ अब 30 दिनमा महिना मर्ने हो आजदेखि गऱ्यो भने 30 दिनमा चाहिँ ल मेरो महिना मर्छ 1 महिना भएपछि महिना मर्यो भनेको हुन्छ त्यहाँ चाहिँ अब तिनीहरूले गनेर पनि 15 तारिक जुन महिनाको पनि 15 तारिक हुन्छ उहाँले पैसा पठाउँदाखेरि चाहिँ के को माध्यम प्रयोग गर्नुहुन्छ ब्याङ्क कि वेस्टर्न युनियनमा हुन्छ नि आइएमए हो कि हजुर हुन्डी हो कि यस्तो अरू केही केमा उठाउनुहुन्छ पैसा पठाउने पैसा पठाउने त आइएमबी हो आइएमबी विदेशबाट पैसा पठाउनुहुन्छ नि उहाँले चाहिँ हजुर बढी तपाईँले खर्च चाहिँ ऋण तिर्नुहुन्छ भन्नुभयो नि हजुर त्यसपछि खर्च चाहिँ केमा गर्नुहुन्छ यहाँ मेरो अप्सन हेर्नु है फुडमा शिक्षामा खानामा शिक्षामा स्वास्थ्यमा अनि घर बनाउने कुरा हुन्छ नि लुगाफाटोमा त्यसमा चाहिँ केमा खर्च हुन्छ अरू मेरो खर्च भनेको छोराछोरीलाई कागज कलम किन्ने हो सर अनि त्यहाँबाट चाहिँ उनीहरूलाई खाजाहरू यताउति त्यहाँ मिलाएर राख्ने हो अनि त्योभन्दा पछाडि चाहिँ मैले चाहिँ अनि अलिकति रगो पैसा चाहिँ चलाउने भनेको वस्तुको लागि चाहिँ ढुटो छुटो आफ्नो चामल सामल ल्याउनु पर्यो त्यस्तैहरू दाना साना ल्याउँदाखेरि त्यसमा खर्च लाग्छ त्यो उहाँ पैसा कमाएर यहाँ जग्गा जोड्ने काम गर्नुभएको छैन सर पुग्दैन ब्याङ्कमा सेभ पनि गर्नुभएको छैन सर नाम त खाता त खोलेर आएको छ र पैसा राख्न सकेको छैन
त्यही त हो नि खाता त खोलेर त्यतिकै त्यो ऊ जस्तो हो सर तर हेर्न गयो आगो जस्तो भन्ने तर विदेश गएर तपाईँको हुन्छ नि विदेश गएपछि तपाईँको स्वास्थ्यमा दबाई खुवाइमा परिवर्तन आएको छैन छैन सर परिवर्तन आएको छैन परिवर्तन त केही कमाइ आर्थिक अलिकति आय स्रोत बढेपछि केही परिवर्तन आएको छैन आफूलाई सजिलो सजिलो भएको छैन त्यही त विदेश गइसकेपछि त मैले परिवर्तन त त्यही भने सर मैले बुङ्गुर फर्म राख हजुर त्यो गर्न सकिन्छ भनेर बुङ्गुर फर्म राखेर अझै छ सर अनि यहाँ माछा पोखरी बनाएँ सर माछा पनि हालेँ मैले अनि त्योभन्दा पछाडि अनि पसल राखेँ सर पसल पनि राख्यो अनि यहाँबाट चाहिँ अनि यो कति 2000 कति सालमा हो त्यो लकडाउन भएको रहेछ नि हजुर हजुर लकडाउन भन्दा अगाडि महिना अघिल्लो महिनामा चाहिँ मैले चाहिँ 7वटा दुनु भैँसीसम्म पनि गाई भैँसी गरेर पालेको थिएँ सर त्यहाँबाट चाहिँ लकडाउन भएदेखि दुधै बिक्री भएन यो ठाउँ भनेको हाम्रो यो इक्डोल गाविस भनेको त सर धेरै पछाडिको ठाउँ हो यो बिखड्के तपाईँको मैले भनेको सर मेरो प्याजको मात्रै मूल्याङ्कन गऱ्यो भनेदेखि उयो आलुको मात्रै मूल्याङ्कन गऱ्यो भनेदेखि मैले कमसेकम पनि 1 मुरी फालेको होला 2 मुरी फालेको होला सर प्याज होइन मैले लानालाई पनि अलि सकेन क्या सर एकलौटी लाँदाखेरि एकजनाले लाँदाखेरि चाहिँ ड्राइभरहरूले पनि के हालेको अब यसलाई चाहिँ आफै गएर निकालेर काल्ला दिने के गर्ने आफै जानुपर्छ भन्ने आफू नभ्याएपछि त गाडीमा पठाउनुपर्छ अनि उता कन्ट्याक्ट मान्छे गरेर मात्रै पठाउनु पर्छ यहीँ जोखेर कन्ट्याक्ट गरेर पठाउनु पर्ने हुन्छ सर त्यही भएर समस्या हुँदो रहेछ सर सबै गाउँले मिलेर गरेको भए त धेरै फाइदा राम्रो हुने रहेछ सर त्यो भएको गरेर हामी पछाडि नै पछाडि परेको तैपनि कमाइको आय स्रोत भएपछि कमाउने ठाउँ भएपछि चाहिँ तपाईँको स्वास्थ्यमा शिक्षामा तपाईँको खानेकुरामा तपाईँको दबाई खुवाइ हुन्छ नि लुगाहरू कपडाहरूमा तपाईँलाई केही त सहयोग भएको छ नि त छैन र त्यो चाहिँ रेमिटेन्सले पनि विदेशबाट आएको पैसाले पनि केही भरपाई भएको छैन हजुर हजुर अहिले अलिक सुधार चाहिँ भएको छ है विदेश गएर दिन त तिर्नु पाउनु भएको छ नि त 6 वर्षदेखि अगाडिको दिनको होइन त अनि उहाँ छ नि अनि उहाँ चाहिँ यो अनि उहाँ विदेश गएपछि तपाईँले त्यस्तो केही सम्पत्ति हुन्छ नि यस्तो केही गहना यस्तो टिभीहरू यस्तो हुन्छ नि यस्तो केही चिज जोड्नु भएको म आफै गएर सर तपाईँ गएर त जोड्नु भएन म गए त घरै बनाउनु भएन हजुर म गएपछि घरै बनाएको हो अब एउटा आफ्नो मन भुल्ने चिज चाहिँ एउटा टिभी लिएर आइयो सर तपाईँले चाहिँ हजुर एउटा टिभी र एउटा मोबाइल ल्याइयो उहाँ त भर्खर जानुभएको होइन हजुर उता बुढी त भर्खर जाँदैछ अब ओलीको सोचले पनि केही ल्याउला हजुर यस तपाईँले कमाएर ल्याउनु टिभी चाहिँ है विदेशबाट हजुर अनि तपाईँ चाहिँ ब्याङ्क खाता खोल्नु भएको छ होइन हजुर खोला छ सर सहकारीमा पनि सदस्य हुनुहुन्छ है ब्याङ्क खाता छ सहकारीमा पनि सदस्य हुनुहुन्छ होइन हजुर सर चाहिँ तपाईँले जग्गा चाहिँ केही किन्नु भएन छैन सर तपाईँ गएर पनि किन्नु भएन छैन सर तर तपाईँले नयाँ घर चाहिँ बनाउनु भयो है नयाँ घर बनाएको सर 72 सालको भूकम्पले तपाईँले बनाएको घर गयो गइयो सर तपाईँले पैसा ऋण तिर्न बाहेक अन्त कहीँ इन्भेस्ट गर्नुभएको छैन छैन सर त्यही गरेको भने त्यही घर होइन हजुर माछा पोखरी हजुर मैले बुङ्गुर फर्म राखेको सर माछा पोखरी पसल राखेँ पसल पनि छोडेँ अनि तरकारी खेती गरिरहेको सर होइन अहिले बस्नु छ त्यो त तपाईँको आफ्नो कमाइले है हजुर आफ्नै कमाइ मेरो आफ्नै कमाइले सर What was the major source of income? तपाईँको छ नि विदेश जानुभन्दा अगाडि तपाईँले यहाँ के काम गर्नुहुन्थ्यो विदेश जानुभन्दा अगाडि खेती किसान सर खेती किसान हजुर खेती किसानै हो अनि जुन तपाईँको छ नि विदेश जानुभयो नि तपाईँको श्रीमती तपाईँको मिसेस अनि उहाँ गएपछि चाहिँ तपाईँको हुन्छ नि त्यो यो उत्पादन हुन्छ नि उत्पादन कृषिमा चाहिँ केही फरक परेको छ उत्पादन घट्ने यस्तो मान्छे नपुगेर जग्गा बाँझो भएको उत्पादन हुन्छ उत्पादकत्व घटेको हजुर कृषिमा यस्तो केही परिवर्तन भएको छैन भनेपछि त्यो उत्पादकत्व केही भइरहेको तपाईँले सबै सम्हाल्नु भएको छ अझै राम्रै भइरहेछ हजुर इन्क्रिज भइरहेछ
अनि यति भइसकेपछि हजुर अनि ध्यान भयो सर। सक्छ अन्त्यमा चाहिँ तपाईँले यो दिनुभएको समय छ नि समयको लागि अनि इमान्दार उत्तरको लागि हजुर तपाईँलाई धेरै धेरै धन्यवाद। हजुर सर तपाईँलाई चाहिँ कस्तो लाग्यो यो अन्तर्वार्ता? धेरै राम्रो सर। तपाईँलाई चाहिँ अन्तर्वार्ता कस्तो लाग्यो? मलाई एकदम खुसी लाग्यो सर। हजुरले यस्तो गरेर मलाई इन्टरभ्यू दिएर चाहिँ यसो सोधबुझ गर्दाखेरि मलाई धेरै खुसी लागेको छ। अनि तपाईँ हामी जुन गफ भइरहेको थियो नि अहिले हजुर सर। अन्तर्वार्ता भएको तपाईँ दाजुभाइ जस्तो हजुर। तपाईँले जे जान्नुभयो तपाईँले भन्नुभयो। हजुर मैले 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 मसँग भएको जिज्ञासा मैले तपाईँलाई राखेँ होइन। हजुर हजुर आउनु भयो र ज्ञान बुद्धि सिकाउनु भयो, यस्तो तरिकाले गर्नुभयो, यस्तो गर्नुभयो। तपाईँले पनि मेरो अब मनको कुराहरू दुःख सुख भएको कुराहरू पनि यसरी बुझ्नु भइदियो भन्नुभयो, बुझ्नु भइयो, त्यो भएर धेरै धन्यवाद सर। अनि सर हामीले छ नि तपाईँ हाम्रो जुन कुरा भयो नि हजुर यो चाहिँ हामीले चाहिँ तपाईँ र मेरो दुवैजनाको मेमोरी हुन्छ नि सम्झनाको लागि पनि हजुर एक एउटा नयाँ सिकाइको लागि पनि फेरि पुनः पनि हेर्न मिल्ने गरी चाहिँ हामीले एउटा भिडियो बनाएको छौँ। हजुर त्यो भिडियो हामीले चाहिँ मोबाइल मार्फत रेकर्ड गरेको छौँ होइन। हजुर सर। हजुरलाई पनि म त्यो दिन्छु होइन। हजुर तपाईँलाई यसको बारेमा के भन्नु मन छ? मलाई त यसको बारेमा त मलाई दुःख सुख पर्दाखेरि उहाँलाई साथ दिनु भयो। यसरी सोधबुझ गर्दाखेरि मलाई झन् खुल्लाले भन्न पाइयो, खुल्लाले यसरी कुरो गर्न पाइयो। मलाई त्यतिको लागि चाहिँ मलाई धेरै धन्यवाद छ सर। आफ्नो दुःखको कहानीहरू दुःख सुख पर्दाखेरि यस्तो साथ दिने जस्तो आउनुभयो। आफ्नो एउटा मित्र एउटा आफ्नो जस्तो भएको कारणले गर्दाखेरि उहाँले चाहिँ मलाई यस्तो आएर चाहिँ यस्तो गरिदिनु भएको भएमा धेरै मलाई चाहिँ खुसी भयो। र हाम्रो देवराज जिम्बा सर हजुर अझ भनौँ तपाईँको यहाँको लोकल नाम चन्द्र होइन। हजुर मेरो यहाँ टोलमा चाहिँ चल्ने चाहिँ हाम्रो यो गाउँघरमा चल्ने चाहिँ मेरो चाहिँ चन्द्र हो सर। हजुर अनि फेरि पनि तपाईँले दिनुभएको आतिथ्य सत्कार सम्मान हजुर अनि आफ्नो घरमा राख्नुभयो हजुर अनि विशेष म एकदमै आफूलाई धन्य ठान्छु हजुर तपाईँको सहयोगको लागि। धेरै धेरै धन्यवाद। हजुर धेरै कुरा अन्त्य गरौँ है त। हजुर थ्याङ्क यू।